हजुर एकदमै सोध्नु पर्दैन मार्क कतिको दियो मार्क मार्क होइन ए के सब्जेक्ट मागिन्छ अब डिस्प्ले कस्तो आएको छ सानो हजुर डिस्प्ले सेटिङमा गएर अब आयो अहिले ठुलो होइन एकैछिन है आयो अहिले आयो आयो अहिले डिस्प्लेमा केही पनि आएको छैन तपाईँको हजुरको डिस्प्लेमा केही पनि आएको छैन ए भन्नाले फन्ट सानो लागेको तपाईँलाई ए फन्ट त यो पेजको सानो अरू पेजहरुमा लास्ट टाइम एफडी कन्टिन्यू गर्नुपर्छ है आजको एफडी कम्प्लिट गर्नु आज हामीले पढ्ने टपिक भनेको चाहिँ इन्जिनियर्स अनि रेजिन बोन्डेड प्रोसेसेस त्यसपछि ट्रिटमेन्ट प्लानिङ यिनीहरू हुन्छ है त आजको टपिक त्यसपछि चाहिँ म एउटा मेटेरियल्समा सेरामिक्सको एउटा क्लास लिन्छु त्यसपछि हामी जिर्कोनिया लिथियम डाइसिलिकेट र नर्मल सेरामिक्स त्यसबाट एउटा क्लास लिन्छौँ है एफडीको लागि चाहिँ है त त्यसपछि अब आएर भिनियर्स है भिनियर्समा अहिलेसम्म त्यस्तो सोधेको क्वेसन्सहरू त्यस्तो केही थाहा छ हजुरलाई पहिला 5 क्वेसन्समा सोधेको भिनियर्सबाट भिनियर्समा चाहिँ के चाहिँ इम्पोर्टेन्ट छ हजुरहरूलाई क्वेसन्स पोइन्ट अफ भ्यूबाट ओके भनेपछि भिनियर्स युजीमा गरिँदैन ठिक छ है त भिनियर्स भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिलेको कन्टेक्स्टमा यदि कसैले एन्टिरियर्स दाँतहरू स्माइल डिजाइन भनेर भन्छ एकदमै चलाएको कुरा हो कि है त इभन अर्थ गरिसकेपछि पनि सबैको दाँतहरू भनेको चाहिँ प्रपर एस्थेटिक फर्ममा नहुन सक्छ अथवा कसैको डिस्कलर्ड हुन सक्छ कसैको कन्जेनाइटल्ली सानो हुन सक्छ अथवा कसैको फ्र्याक्चर हुन सक्छ है त त्यस्तो केसमा चाहिँ कसैले एन्टिरियर्समा मलाई चाहिँ अरूहरूको स्माइल देखाएर इन्टरनेटबाट ल्याएको पिक्चर्स देखाएर यस्तै स्माइल चाहिन्छ अथवा यस्तै चाहिन्छ भन्यो भने चाहिँ त्यो बेलामा हामी के गर्छौँ त भन्दाखेरि भिनियर्स अथवा ल्यामिनेट्स भनेर दुईटा टर्म हुन्छ है त भिनियर्स अथवा ल्यामिनेट्स गर्छौँ है त त्यो भनेको चाहिँ जस्तो एन्टिरियरमा तपाईँको कुनै पनि केसमा फ्र्याक्चर इन्साइजल एज अलिक धेरै नै आयो होइन त्यसमा पेसेन्टले क्राउन भनेर अब हाम्रो प्र्याक्टिसमा त हामी सिधै क्राउनमा हाल्छौँ तर मोर कन्जर्भेटिभ भनेको चाहिँ ल्यामिनेट्स अथवा भिनियर्स हुन्छ किनकि यसले चाहिँ प्याराटल आस्पेक्टतिर हामी के गर्छौँ त त्यो प्रिपरेसन गर्दैनौँ ल ल्यामिनेट्स र भिनियर्स भनेर त्यति त थाहा छ नि है कि छैन ल्यामिनेट्स र भिनियर्स भनेर चाहिँ हामी लेभल सर्फेसमा मात्र प्रिपेयर गर्छौँ लेभल र इन्साइजल सर्फेसमा मात्रै है त हामी चाहिँ त्यो गर्छौँ यसको आफ्नै इन्डिकेसन्सहरू छ त्यो अहिले हामी हेर्छौँ है त भनेको मतलब यो 360 डिग्री प्रिपेयर गरेर गरेको क्राउन जस्तो चाहिँ भएन ल भनेपछि यहाँ भयो अब यसबाट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ एउटा भनेको सायद हिजो उसमा पनि क्वेसन सोधेको थिएँ अरे एमबिएसको उसमा पनि भिनियर्सको केसमा मार्जिन प्रिपरेसन कस्तो हुन्छ भनेर है त अनि अर्को भनेको चाहिँ भिनियर्समा के मेटेरियल्स युज हुन्छ है त अझ चाहिँ कति धेरैजनाले चाहिँ भिनियर्समा इभन बिडिएसहरू जो पास आउट भएर काम गरिराख्नु भएको छ उहाँहरूले पनि मस्ट अफ टाइम जिर्कोनिया युज गरिराख्नु भएको हुन्छ कि जिर्कोनियाबाट भिनियर्स गर्न नमिल्ने भन्ने चाहिँ होइन त्यसको लागि स्पेसिफिक बन्डिङ चाहिन्छ जुन कुरा चाहिँ इभन मैले प्र्याक्टिस गर्ने धेरै ठाउँमा पनि छैन त्यसरी जिर्कोनिया चाहिँ भिनियर्सको लागि मेटेरियल अफ चोइस कहिले पनि हुँदैन है त त्यो भनेको कि त आइदर सेरामिक हुन्छ तर स्पाथिक सेरामिक अथवा चाहिँ लिथियम डाइसिलिकेट जुनलाई हामी इम्याक्स भन्छौँ नि इम्याक्स लिथियम डाइसिलिकेट है
त्यसले पनि भन्दाखेरि चाहिँ इम्याक्स मात्रै भनेर चाहिँ हुँदैन, त्यो चाहिँ एउटा म्यानुफ्याक्चरर्सले कम्पनीले दिएको नाम हो। भन्दाखेरि चाहिँ लिथियम डाइसिलिकेट भन्नुपर्छ है त। मैले अस्ति नै भनेको थिएँ, फेरि एकचोटि रिभिजन गरिदिन्छु। जिर्कोनिया र लिथियम डाइसिलिकेटमा मेन डिफरेन्स भनेको के हुन्छ कम्पोजिसन वाइज, अथवा चाहिँ कुनमा हामी हाइड्रोफ्लोरिक एसिड युज गर्छौँ, कुनमा नर्मल जिआइसीले सिमेन्टेसन गर्छौँ। लिथियम ल म यसमा भोलि एकचोटि नेक्स्ट क्लासमा फेरि एकचोटि जान्छु है त। जिर्कोनिया भने चाहिँ पोलिक्रिस्टाइन मेटेरियल हो, त्यसलाई हामी जिआइसी युज गर्छौँ है त। तपाईँको लिथियम डाइसिलिकेटमा चाहिँ ग्लास कम्पोनेन्ट पनि हुन्छ क्या, अनि जुन कुरामा ग्लास कम्पोनेन्ट हुन्छ त्यहाँ चाहिँ हाइड्रोफ्लोरिक एसिड युज गर्दाखेरि हामीले ग्लास कम्पोनेन्टलाई इच गर्छौँ है त। भने चाहिँ लिथियम डाइसिलिकेट छ भने अलवेज वी हेभ टु गो फर बोन्डिङ, त्यसलाई हामी रेजिन सिमेन्ट युज गर्नुपर्छ, साइलिन, अनि त्यसपछि बोन्डिङ एजेन्टहरू लगाएर चाहिँ हामी बोन्डिङ गर्नुपर्छ। ठिक छ, त्यो हामी यसमा पनि अहिले एकछिनपछि आउँछौँ है त। भनेपछि फर्स्ट कुरा भनेको चाहिँ अब आएर यो मेटेरियल्सहरूबाट होइन, यसबाट चाहिँ यसरी सोधिरहेको हुन्छ, अथवा भिनियर्स भनेर लिथियम डाइसिलिकेट भनेर केस बेस सिनारियोमा दियो भने चाहिँ त्यो अनुसारले तपाईँको थट प्रोसेस त्यतातिर जानु पऱ्यो है त। बेस्ट अन ट्रुथ इन्भल्भ भनेको चाहिँ यो पार्सल भिनियर्स, एउटा पार्सल हुनसक्छ, एउटा फुल भिनियर्स हुनसक्छ होइन। भिनियर्स भनेको पार्सल भनेको सर्टेन पोर्सनलाई मात्रै इन्भल्भ गरेको, यो चाहिँ स्टुडेन्टबाट लिएको मैले क्लासिफिकेसन हो। फुल भिनियर भनेर चाहिँ एउटा विन्डो प्रिपरेसन हुनसक्छ, अर्को बड जोइन्ट र इन्साइजल ल्यापिङ, यसको नै अहिले हामी पिक्चर हेर्छौँ है त। मोस्ट कमनली हामीले के अरे इन्डाइरेक्ट वेमा गर्ने भनेको चाहिँ बड जोइन्ट इन्साइजल प्रिपरेसन हो। बेस्ट अन द टाइप अफ मेटेरियल भनेको डिरेक्टली एप्लाइड कम्पोजिट भिनियर भनेपछि तपाईँले चाहिँ डाइरेक्टली कम्पोजिट जसरी चेयर साइडमा गर्नुहुन्छ त्यो पनि गर्न मिल्छ। प्रोसेस्ड कम्पोजिट भिनियर्स भनेर तपाईँले स्लाइड प्रिपरेसन्स गरेर ल्याबमा कम्पोजिटको गरेर पछि बन्डिङ गर्न पनि सक्नुहुन्छ। फेल्डस्पाथिक पोर्सलेन भिनियर र प्रेस्ड सेरामिक भिनियर्स है त। भनेपछि अस्ति नै धेरैचोटि क्वेसन्स आएको होला, जिर्कोनियालाई हामी प्रिपेयर गर्दाखेरि जस्तो अब मेटल हामी जुन प्रिपेयर गर्छौँ नि मेटल सेरामिक क्राउनमा, त्यो मेटलको भित्रपट्टिको मेटलको कोपिङ हामी कसरी बनाउँछौँ, सिम्पल वेमा भन्दा हुन्छ, जे थाहा छ त्यही भनिदिने। तपाईँले टुथ प्रिपरेसन गरेर ल्याबलाई पठाइसकेपछि उसले मेटलको त्यो कोपिङ अथवा मेटलको क्राउन कसरी बनाउँछ, तपाईँले टुथ प्रिपरेसन गरेर ल्याबलाई पठाइसकेपछि ल्याबले के गर्छ, फर्स्टमा अनलाइन पनि जसलाई थाहा छ भन्दा हुन्छ है, ल्याबले स्टार्टिङमा के गर्छ, पहिला सुरु त्यसले डाइ कास्ट प्रिपेयर गर्छ, डाइ प्रिपेयर गरिसकेपछि व्याक्स प्याटर्न बनाउँछ, त्यो व्याक्स प्याटर्नलाई त्यसपछि के गर्छ, व्याक्स प्याटर्नलाई के गर्छ, त्यसपछि व्याक्स प्याटर्नलाई के गर्छ त, एउटा चाहिँ क्लियर हुनुपर्छ है त। यहाँ भनेको चाहिँ के गर्छ, फ्लास्किङ, फ्लास्किङ भन्छ त्यसलाई, अनि ल फ्लास्किङ गर्छ, त्यसपछि के गर्छ, एउटा कुरा चाहिँ क्लियर हुनुपर्छ है त। यहाँ भनेको फेरि बेसिक्स भनेर जेरोदेखि स्टार्ट गर्न चाहिँ त्यो मैले पनि सक्दिनँ है त। तपाईँहरूले युजीमा पढेर आउँदाखेरि 1 वर्ष 1.5 इयर्स पढ्दाखेरि यहाँ चाहिँ मैले मल्टिपल एमसिक्युजलाई फोकस गर्ने हो है। अलिअलि चाहिँ युट्युबहरूमा हेरेर अथवा चाहिँ बुकै पढ्ने अलिअलि एफर्ट लाउनु होला है त। भनेपछि सिम्पल वेमा किन मैले यो भनेको भन्दाखेरि भोलि तपाईँहरूलाई क्वेसन सोद्धाखेरि त्यो हिसाबले झुकाउने हुन्छ कि, जस्तो म यहाँ प्रेस सेरामिक भिनियर्स भन्ने एउटा टर्म छ है त। सहिले पनि मेटल सेरामिक क्राउन गर्दाखेरि तपाईँले टुथ प्रिपरेसन जस्तो एउटा पेसेन्ट आयो लोवर सिक्न, तपाईँले टुथ प्रिपरेसन गर्नुभयो, टुथ प्रिपरेसन गरिसकेपछि तपाईँले इम्प्रेसन लिनुहुन्छ। एउटा क्वेसन्स यहाँबाट भन्छ, तपाईँले टुथ प्रिपरेसन्स गरिसकेपछि वाट विल बी द मेटेरियल अफ चोइस फर इम्प्रेसन, अप्सन्समा एल्जिनेट, अगार अगार, इम्प्रेसन प्लास्टर, पोलिभिनाइल साइलोक्सेन। तपाईँहरूको एन्सर के हुन्छ, अरूहरूको एल्टरनेटिभ हुन्छ, अरूहरूको अनलाइन कसैको पोलिभिनाइल पिभिएस भनेको के हो, पहिला सुरु पोलिभिनाइल साइलोक्सेन अथवा इलास्टोमेरिक इम्प्रेसन मेटेरियल भनेको के हो, अथवा यही क्वेसन्सलाई मैले मोडिफाई गरेँ एफपिडीको लागि क्राउन प्रिपरेसन पछि इम्प्रेसन मेटेरियल अफ चोइस के हुन्छ, अनलाइन कसैले अनलाइन, हजुर डिस्कस गर्ने हो भन्दा हुन्छ, रङ भयो भने केही हुँदैन नि।
डिस्कस गर्ने हो है त, भन्दा हुन्छ, जसलाई जे थाहा छ भन्दा हुन्छ ल। एफपिडी गर्दाखेरि हामीले इम्प्रेसन केले लिन्छौँ क्राउन प्रिपरेसन्स पछि? वाट वुड बी द इम्प्रेसन मेटेरियल अफ चोइस? एल्जिनेट, अगार अगार, इम्प्रेसन प्लास्टर, अथवा अर्को चाहिँ इलास्टोमेरिक इम्प्रेसन मेटेरियल, अथवा एडिसन सिलिकन, अथवा पोलिभिनाइल साइलोक्सेन भन्यो भने केले लिन्छौँ? आफै सम्झिने गर्ने आफ्नो के कन्सल्टेन्ट टिचरहरूले केले लिन्छ? तपाईँहरूले कहिले पनि आफ्नो सिनियरको केस, टिचरले गराएको केस त हेर्नुभयो होला नि त। टिचरहरूलाई ठिक छ, तपाईँहरूले आइडियली सबै कुरा नगरे पनि टिचरहरूले केले इम्प्रेसन लिनुहुन्थ्यो? एल्जिनेटले इम्प्रेसन लिनुहुन्थ्यो मेडिकल कलेजमा? केले लिनुहुन्थ्यो? केले? अनि त्यसरी सोच्ने हो नि त। अब त अलिअलि क्वेसन्स दिइरहेको छु, मैले अस्ति नै भनेको छु नि सबै हुँदैन भनेर। यो त बेसिक्स भयो नि त, जेरोबाट त स्टार्ट गर्न सकिएन नि त अहिले बनाउँदाखेरि ल। मैले त खालि डिफ्रेन्ट वेमा कसरी क्वेसन सोध्छ केही इम्पोर्टेन्ट मात्रै भनिदिने हो। अब यही भयो भने त भन्नलाई पनि मलाई पनि गाह्रो हुन्छ नि त। ठिक छ, अनलाइन सबैले बुझ्नुभयो केले इम्प्रेसन लिँदो रहेछ एफपिडीको लागि, अथवा वाट विल बी द इम्प्रेसन मेटेरियल अफ चोइस भन्यो भने है त। किनकि यसमा क्वेसन्स बनाउन मिल्छ क्या, एउटा प्रिपरेसन लाग्यो मेटल सेरामिकको लागि 5वटा क्वेसन्स यसबाटै बनाउन मिल्छ। के अरे मेटल सेरामिक प्रिपरेसन गराएछ, मार्जिन डिजाइन के हुन्छ, अक्लुजल रिडक्सन के हुन्छ, प्रोक्सिमलमा क्लियरेन्स के हुन्छ, तपाईँको मेटेरियल अफ चोइस के हुन्छ, अक्लुजन कस्तो दिने भनेर क्वेसन्स त जे पनि बनाउनु मिल्छ नि त। यो भनेको त युजी लेभलमा त एकदमै बेसिक भयो नि त होइन। एल्जिनेटले एफपिडीको इम्प्रेसन कहिले लिन्छ? कहिले पनि लिँदैन नि है त। ठिक छ, आफूले नपढाए भए पनि यसो दिमाग चाहिँ लाउनुपर्छ ल। त्यो भनेको भयो। अब प्रेस सेरामिक भिनियर्स है त। अब मेटलको लागि ल, मेटल सेरामिक क्राउनको लागि चाहिँ तपाईँहरूले कास्ट पठाइसकेपछि उसले कास्ट पोर गर्छ। कास्ट पोर गरेपछि डाइ प्रिपरेसन गर्छ। डाइ प्रिपरेसनमा चाहिँ व्याक्स प्याटर्न बनाउँछ है त। अब एउटा क्वेसन्स यहीँबाट भन्छ, तपाईँहरूलाई व्याक्स प्याटर्न बनाउँदाखेरि उनीहरूले युज गर्ने व्याक्स भनेको के हो? अप्सन्समा चाहिँ मोडलिङ व्याक्स, युटिलिटी व्याक्स, स्टिकी व्याक्स र इनले व्याक्स। व्याक्स। अरू कसै क्वेसन्स? ल, एउटा क्वेसन छ है त। तपाईँहरूको मेटल सेरामिक क्राउन बनाउँदाखेरि तपाईँले ल्याबमा पठाइसकेपछि जुन व्याक्स प्याटर्न बनाउँछ नि, त्यो व्याक्स प्याटर्न अस्ति हामीले कास्ट पार्सियल डेन्चरमा बनाउँदाखेरि चाहिँ त्यसलाई प्याटर्न व्याक्स पनि भनिरहेको हुन्छ है त। तपाईँले सिम्बल क्राउन तपाईँले ल्याबमा पठाइसकेपछि त्यो व्याक्स युज गर्छ। व्याक्सले चाहिँ व्याक्स प्याटर्न बनाउँछ होइन होइन। तपाईँको मेटलको हुन्छ नि, त्यसलाई चाहिँ कुन व्याक्स युज गर्छ? 4वटा अप्सन। एउटा भनेको मोडलिङ व्याक्स, जुन तपाईँहरूले क्राउन कम्प्लिट डेन्चर बनाउँदाखेरि रातो रङको युज गर्नुहुन्छ नि, त्यो भयो। सेकेन्ड भनेको युटिलिटी व्याक्स, थर्ड भनेको स्टिकी व्याक्स, र फोर्थ भनेको इनले व्याक्स। इनले व्याक्स है त। ल, युटिलिटी व्याक्स हुँदैन नि त। ल, यसलाई मैले अस्ति पनि भनेको थिएँ त, 4वटा अप्सन्समा फेरि डिभाइड गर्ने, सर्ट आउट गर्ने। मोडलिङ व्याक्स कम्प्लिट डेन्चर बनाउँदा युज गरेको व्याक्सलाई, त्यो मोडलिङ व्याक्स सबै व्याक्सको प्रपोज डिफ्रेन्ट हुन्छ कि है त। भनेपछि त्यो मोडलिङ व्याक्स युज गरिँदैन है। प्याटर्न बनाउँदाखेरि त्यो फ्लेक हुनु हुँदैन, त्यो तपाईँले कार्भिङ गर्दाखेरि ब्रेक हुनु हुँदैन। त्यसैले सबै व्याक्सको प्रपर्टिज डिफ्रेन्ट हुन्छ। स्टिकी व्याक्स भनेको नामै छ। स्टिकी व्याक्स केलाई युज गर्छ भन्दाखेरि डिफ्रेन्ट डिफ्रेन्ट कम्पोनेन्ट्सलाई जोइन गर्नलाई चाहिँ स्टिकी व्याक्स युज गर्छ। अर्को युटिलिटी व्याक्स हुन्छ, त्यो ट्रे एक्सटेन्सनहरूको लागि युज हुन्छ। त्यो प्याटर्न बनाउनलाई युज हुने व्याक्स भनेको चाहिँ इनले व्याक्स हो है त। ठिक छ, अनलाइन सबैले बुझ्नुभयो? केही कन्फ्युजन छ भने भन्नुहोस् है त। बुझ्नुभयो नि है, इनले व्याक्स युज हुन्छ? बोल्दा हुन्छ है अनलाइनमा पनि सबैजना। ठिक छ है, इनले व्याक्स देख्नु भएको छ तपाईँहरू सबैजनाले? छ नि होइन? ल है त। अब यहाँ चाहिँ मैले कुन कन्टेक्स्टमा भनेको भन्दा प्रेस्ड सेरामिक भिनियर्स है त। अब यो चाहिँ अब जस्तो भनेपछि मेटल सेरामिक क्राउन चाहिँ त्यसरी जान्छ, कास्टिङ गर्छ, त्यसपछि फ्लास्किङ भन्दैन है। त्यसलाई चाहिँ कास्टिङ, उनीहरूले चाहिँ इन्भेस्टमेन्ट मेटेरियलमा गरिसकेपछि कास्टिङ गर्छ। कास्टिङ भनेको व्याक्सलाई बर्न आउट गर्छ, अनि मेटललाई चाहिँ उनीहरूले के गर्छ, कास्टिङबाट त्यो अघिनको व्याक्स प्याटर्न चाहिँ अब मेटलको कोपिङमा चेन्ज हुन्छ। त्यसपछि त्यसको माथिपट्टि चाहिँ लेयर बाई लेयर उनीहरूले अब मेटल सेरामिक छ भने लेयरिङ गरेर मेटल सेरामिक्स एड गर्छ। मेटल सेरामिक बन्ने तरिका यो भयो है त। अहिलेको कन्टेक्स्टमा तपाईँहरूले कतिजना दिउँसो काम गर्नु हुँदो रहेछ? जिर्कोनिया त गर्नुहुन्छ होला होइन? तपाईँहरूमध्ये जो जो काम गर्नुहुन्छ नि, जिर्कोनिया एप्टिट्युड प्रिपरेसन गर्नुहुन्छ कि हुँदैन? है त। जिर्कोनिया एप्टिट्युड प्रिपरेसन तपाईँले इम्प्रेसन लिएर गइसकेपछि ल्याबले जिर्कोनियालाई कसरी बनाउँछ? 4वटा अप्सन छ है त। कास्टिङ,
सेकेन्ड अप्सन मिलिङ, थर्ड अप्सन प्रेसिङ, अनि फोर्थ अप्सन ल कन्डेन्सेसन। भनेपछि यदि चारवटामा जिर्कोनियालाई कसरी ल्याबले फेब्रिकेट गर्छ अथवा कुन प्रोसेसबाट भनेपछि मेटल सेरामिकको लागि त अहिले मैले कास्टिङ भनेर डिस्कस गरेँ नि त, भने चाहिँ कास्टिङ हुँदैन है त, भनेपछि कास्टिङलाई स्किप गरिदिने। अनि सेरामिक्स जस्तो लेयर बाई लेयर एड गर्ने भन्ने हुँदैन, कन्डेन्सेसन पनि हुँदैन है त। अर्को चाहिँ प्रेसिङ भन्ने हुन्छ, प्रेसिङ पनि हुँदैन, जिर्कोनिया मिलिङ हुन्छ है त। सिडी क्याटक्याम भन्छ नि, क्याटक्यामको फुल फर्म के हो? यो पनि एमसिक्यू छ है, क्याटक्याम। ए ओके, ल म तिन चारवटा कुरा भनिदिन्छु, यदि कसैले बुझ्नु भएन भने चाहिँ मलाई आजै भन्नु है त। फेरि नेक्स्ट टाइम भन्दाखेरि चाहिँ फेरि सबैले बुझेको हुनुपर्छ। ल तिन चारवटा कुरा म सर भनिदिन्छु, त्यसको मसँग स्लाइड्स छैन है त। यदि हामीले फिक्स्ड रेस्ट्रिक्सन्समा, अब हामीले अस्ति कास्ट पार्सियल डेन्जर पढ्यौँ है, एउटा कुरा अब यसरी सोच्नुपर्छ, यदि लङ स्पान इडेन्टुलस स्पेस भनेर आयो भने जहिले पनि तपाईँको दिमाग भनेको कास्ट पार्सियलतिर जानुपर्छ। यदि एन्टिज ल फलो गरेर थ्योरिटिकल्ली अथवा कुनै पनि वेमा हामीले एफपिडी युज गरिन मिल्दैन भने त्यो बेलामा तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि कास्ट पार्सियल डेन्चरतिर ट्रिटमेन्ट जानुपर्छ। अहिले हामीले डिस्कस गरिरहेको भनेको एफपिडी हो है त, अथवा फिक्स पार्सियल डेन्चर। त्यो भनेको सिङ्गल युनिट क्राउन हुनसक्छ, मल्टिपल युनिट हुनसक्छ, फुल माउथ हुनसक्छ है त। भनेपछि एउटा क्राउन प्रिपरेसन गरेर चाहिँ सिम्पल स्टेपमा डिभाइड गरौँ है त। ठिक छ, तपाईँले नगरेको म त्यो बुझ्छु होइन, तर एटलिस्ट थाहा हुनु पऱ्यो कि। भनेपछि एउटा सिम्पल, म पेसेन्ट भएर तपाईँको आइसकेपछि मेरो 6मा तपाईँहरूले टुथ प्रिपरेसन गर्नुभयो भने, अस्ति नै हामीले टुथ प्रिपरेसनको प्रिन्सिपल्स पढ्यौँ, मार्जिन पढ्यौँ, अनि कति अक्लुजन रिडक्सन्स हुनुपर्छ सबै पढ्यौँ। यहाँसम्म आउँदाखेरि भोलि तपाईँले टुथ प्रिपरेसन गर्दाखेरि टेपर कति हुनुपर्छ सबै त्यहाँसम्म त बुझ्यो नि अस्ति अहिलेसम्मको डिस्कसनमा। भनेपछि अस्ति मैले भनेको थिएँ जहिले पनि अक्लुजन रिडक्सनहरू सबै कुरा गर्नुभन्दा अगाडि स्टार्टिङमै पेसेन्टसँग तपाईँले डिस्कस गर्नुहुन्छ नि त। भनेपछि तपाईँले मेटल क्राउन लगाउने कि अब के अप्सन्स हुनसक्छ एउटा लोवर 6को लागि। भनेपछि एउटा अप्सन्स भनेको मेटल क्राउन हुनसक्छ, भनेको कम्प्लिटली मेटल। सेकेन्ड भनेको मेटल सेरामिक हुनसक्छ, कम्प्लिटली सेरामिक्सले भित्रपट्टि मेटल हुन्छ, बाहिरपट्टि कम्प्लिटली सेरामिक्स हुन्छ। अर्को भनेको सेरामिक फेसिङ हुन्छ, त्यो भनेको अक्लुजलमा मेटल, लिङ्गोलमा मेटल, प्रोक्सिमलमा मेटल हुन्छ, तर खालि देखिने ठाउँमा अब अप्परको 7 छ भने ल्याबेल सर्फेसमा मात्र सेरामिक्स हुन्छ। यहाँसम्म क्लियर छ? यहाँसम्म अनलाइन सबैलाई क्लियर छ? कसैलाई छैन भने भन्नुहोस् ल। यहाँसम्म सबैले बुझ्नुभयो? यस सर। बुझ्यो नि है त। ल केही पनि बुझाएको छैन भन्नु है त। फेरि म किनकि सबै फर्दर डिस्कसन भनेको यो एजम्सनमा गरिरहेको हुन्छ कि तपाईँले यहाँसम्म बुझ्नु भएको छ भनेर है त। भनेपछि मैले सिम्पली फेरि भने है त, लोवर 6को गर्दा फेरि एउटा भनेको मेटल हुनसक्छ, अर्को भनेको मेटल सेरामिक कम्प्लिटली सेरामिक्सले कभर गरेको पनि हुनसक्छ एडिक्वेट स्पेस छ भने, थर्ड भनेको सेरामिक फेसिङ त्यति हुनसक्छ, फोर्थ भनेको पेसेन्टले होइन म मेटलवाला लाउँदिनँ भन्यो भने अर्को अप्सन्स भनेको एउटा के हुन्छ, जिर्कोनिया हुन्छ। त्यसपछि यदि तपाईँहरूलाई पछि त्यस्तै लाग्यो सर्ट क्राउन हाइट छ त्यस्तो केही छ भनेर, अब मोलार नभएर एन्टिरियर प्रिमोलार्सहरू छ भने पनि त्यो बेलामा अर्को अप्सन्स भनेको लिथियम डाइसिलिकेट है त। अहिलेलाई चाहिँ मैले यहाँसम्म मात्रै भने, अझै अरू मेटेरियल्सहरू रिइन्फोर्सडहरू धेरै कुरा छ त्यतिमा तपाईँहरूलाई सोध्दैन, तर एटलिस्ट यहाँसम्म चाहिँ तपाईँले युज गर्ने मेटेरियलको बारेमा थाहा हुनु पऱ्यो कि। ठिक छ, भनेपछि तपाईँलाई के थाहा हुनु पऱ्यो, मेटल, मेटल सेरामिक, जिर्कोनिया र लिथियम डाइसिलिकेट, अथवा जेनरली जुनलाई रुटिनली कमन टर्ममा चाहिँ इम्याक्स भनिन्छ, तर जिर्कोनिया भनेको पनि इम्याक्स जिर्क्याट भनेर पनि आउँछ। त्यसरी इम्याक्स भन्ने टर्म युज गर्नु चाहिँ रङ हो। अहिलेको लागि जिर्कोनिया, लिथियम डाइसिलिकेट र मेटल सेरामिकहरू। यहाँसम्म तपाईँहरूको क्राउनको लागि मेटेरियल अफ चोइस यदि छ। ठिक छ, यहाँसम्म त केही कन्फ्युजन छैन नि। भनेपछि अब जुन मेटलको क्राउन हो, तपाईँहरूले अघि नै मैले कास्टिङको कुरा गरेँ नि, मेटलको क्राउन चाहिँ त्यसरी बन्छ कि। मैले टुथ प्रिपरेसन गरेँ, अहिलेसम्मको हाम्रो सबै डिस्कसन्स अनुसार मैले टुथ प्रिपरेसन्स गरेँ। टुथ प्रिपरेसन्स गरिसकेपछि मैले इम्प्रेसन लिएँ। जहिले पनि एफपिडीको लागि इम्प्रेसन मेटेरियल अफ चोइस भनेको इलास्टोमेरिक इम्प्रेसन मेटेरियल्स हुन्छ है त, अथवा चाहिँ पोलिभिनाइल साइलोक्जेन भन्छ, अथवा एडिसन सिलिकन भन्छ। 4वटा थरीको हुन्छ है त, पोलिसल्फाइड, कन्डेन्सेसन, एडिसन र पोलिइथर भनेर। एल्जिनेट भनेको त्यस्तो एक्युरेट हुँदैन, त्यसैले एफपिडीको लागि एल्जिनेट कहिले पनि युज गरिँदैन। यो भनेको चाहिँ एकदमै बेसिक भयो है त। ठिक छ, यहाँसम्म ठिक छ है त। भनेपछि अब हामीले इम्प्रेसन लिएर ल्याबलाई पठाइसकेपछि जिर्कोनियाको बन्ने आफ्नै तरिका हुन्छ, लिथियम डाइसिलिकेटको बन्ने आफ्नै तरिका हुन्छ, मेटल अथवा मेटालिक सेरामिकको बन्ने आफ्नै तरिका हुन्छ। भनेपछि 3टा तरिका हुँदो रहेछ यहाँसम्म। ठिक छ,
है त। भनेपछि अब फर्स्टमा मेटल सेरामिकको लागि मेटल अथवा मेटल सेरामिक भनेको अलमोस्ट सबै ल्याबहरू छ सबैले गर्छ, किनकि त्यसको लागि त्यस्तो हाइफाई इक्विपमेन्ट्सहरू केही पनि चाहिँदैन। ठिक छ, भनेपछि त्यसको लागि तपाईँहरूले इम्प्रेसन पठाइसकेपछि उसले कास्ट पोर गर्छ, डाई प्रिपरेसन गर्छ होइन, त्यसपछि उसले त्यसमा व्याक्स प्याटर्न बनाउँछ। एउटा एमसिक्युज क्वेसन अघि नकोबाट इनले व्याक्स युज गर्छ है त, इनले व्याक्स युज गर्छ भनेपछि एउटा एमसिक्युज क्वेसन त्यहाँबाट बनाऊ। त्यसपछि उसले कास्टिङ गर्छ है त। एउटा क्वेसन्स भनेको कास्टिङको प्रोसिडियर्सहरूमा त्यो अलि म पछि आउँछु, त्यो पनि भन्नु पऱ्यो। कास्टिङ गर्छ, त्यसपछि त्यसको माथिपट्टि चाहिँ उसले के गर्छ, सेरामिक्सहरू एड गर्छ है त। ल एउटा क्वेसन्स म अहिले क्वेसन्स भनिदिन्छु, एन्सर म पछि डिस्कस गर्छु। कोफिसिएन्ट अफ थर्मल एक्सपेन्सन मेटल र सेरामिक्समा कुनको बढी कुनको कम हुनुपर्छ। मैले यदि क्वेसन्स बनायो भने चाहिँ एउटा क्वेसन्स हालिदिन्थेँ, किनकि एकदमै बेसिक क्वेसन्स र इम्पोर्टेन्ट क्वेसन्स है त। यो म सेरामिक्समा डिस्कस गर्छु, अहिलेलाई क्वेसन थाहा पाइराख्ने। भनेपछि यहाँसम्म आउँदाखेरि मेटल अथवा मेटल सेरामिक कसरी बन्छ भन्ने त तपाईँहरूलाई थाहा पनि होइन, ठिक छ। भनेपछि मेटल अथवा मेटल सेरामिकको भने चाहिँ तपाईँले के गर्नुहुन्छ त, कास्टिङ गर्नुहुँदो रहेछ, सेरामिक्स लेयरिङ गर्नुहुन्छ होइन, यसरी बन्छ। अब तपाईँले होइन म जिर्कोनिया बनाउँछु भन्यो भने काठमाडौँमै पनि सबै ठाउँमा सबै ल्याबहरूले जिर्कोनिया आफैले बनाउँदैन, किनकि जिर्कोनियाको लागि सिएडी क्याड क्याम भनेर तपाईँले सुन्नु भएको छ कि छैन, सुनेको छ नि होइन, क्याड क्याम भनेर त कम्प्युटर एडेड डिजाइन, कम्प्युटर एडेड मिलिङ, ठिक छ है त। भनेपछि डिजाइन सुरुमा तपाईँले इम्प्रेसन लिएर ल्याबमा पठाइसकेपछि जिर्कोनियाको लागि चाहिँ यत्तिकै त्यसमा व्याक्स प्याटर्न बनाइँदैन, त्यो भनेको कम्प्युटरमा डिजाइन गर्नुपर्छ। अनि चाहिँ डिजाइन गर्नलाई फर्स्टमा के गर्नु पर्यो, त्यो कास्टलाई स्क्यानर हुन्छ, त्यो स्क्यानरले स्क्यान गर्छ, त्यो कम्प्युटरमा तपाईँको कास्टको पिक्चर अथवा इमेज अथवा त्यसको सबै ओरिएन्टेसन चाहिँ कम्प्युटरमा जान्छ। अनि कम्प्युटरमा तपाईँले डिजाइन गर्नुहुन्छ भनेपछि जिर्कोनिया बनाउँदाखेरि तपाईँहरूले व्याक्सहरू केही पनि चल्नु परेन, त्यो चाहिँ बेसिक कुरा भयो त, ठिक छ, ठिक छ नि यहाँसम्म। भनेपछि त्यो भनेको कम्प्युटरमा तपाईँले डिजाइन गर्नुहुन्छ, त्यसमा अक्लुजन, प्रोक्सिमल कन्ट्याक्ट, मार्जिन सबै कुराहरू भनेको डिजिटल्ली गर्ने भयो। अनि तपाईँले एकचोटि डिजाइन गरेर सबै भइसकेपछि अर्को एउटा मेसिन हुन्छ, त्यो चाहिँ मिलिङ मेसिन भन्छ। त्यो मिलिङ मेसिनमा चाहिँ जिर्कोनियाको ब्लक आउँछ, त्यो ब्लकलाई तपाईँहरूले त्यहाँ राखिसकेपछि अनि त्यहाँ चाहिँ मिलिङ टुल हुन्छ, त्यो मिलिङ टुलले चाहिँ नि मिल गर्छ, प्रिपेयर गर्छ तपाईँहरूको त्यो एउटा जुन क्राउन हुन्छ जिर्कोनियाको ब्ल्याङ्कबाट बनेको, त्यसलाई चाहिँ ओभरनाइट सिन्टरिङ भन्छ है त। ओभरनाइट सिन्टरिङ 8-9 आवर्सको साइकल हुन्छ, त्यसमा राखिसकेपछि चाहिँ जुन तपाईँहरूको ल्याबमा आउँछ नि जिर्कोनिया, त्यो बन्छ कि। भनेपछि यहाँबाट दुईवटा क्वेसन्स बन्न सक्यो नि त। एउटा मेटल सेरामिकको लागि चाहिँ तपाईँहरूले गर्ने भनेको कास्टिङ र सेरामिक्सको लेयरिङ कन्डेन्सेसनहरू रहेछ होइन। भनेपछि जिर्कोनियाको लागि त हामी त कास्टिङ गर्छौँ त गर्दैनौँ, जिर्कोनियाको लागि हामीले गर्ने कुन मेथडबाट भन्यो भने चाहिँ मिलिङ। यसमा क्लियर छ। थर्ड भनेको लिथियम डाइसिलिकेट है त। लिथियम डाइसिलिकेट भनेको मैले अघि नै पनि भने, जिर्कोनियामा चाहिँ ग्लास कम्पोनेन्ट हुँदैन, त्यो चाहिँ पोलिक्रिस्टलाइन मेटेरियल हो। तपाईँहरूको लिथियम डाइसिलिकेट भनेको चाहिँ हामीले जहिले पनि बोन्डिङ गर्नुपर्छ, त्यसको चाहिँ ग्लास कम्पोनेन्ट हुन्छ। त्यो ग्लास कम्पोनेन्ट चाहिँ जुन तपाईँहरूले हाइड्रोफ्लोरिक एसिडको कन्सन्ट्रेसन सोधिरहेको हुन्छ नि तपाईँहरूलाई एमसिक्युजमा होइन, त्यो हाइड्रोफ्लोरिक एसिडले चाहिँ त्यो ग्लास कम्पोनेन्टलाई एट्याक गर्ने हो, त्यसले गर्दाखेरि त्यहाँनिर बोन्डिङ हुने हो है त पछि तपाईँहरूले साइरेनहरू युज गरिसकेपछि। भनेपछि लिथियम डाइसिलिकेट चाहिँ कसरी आउँछ त भन्दाखेरि इन्गट भन्छ कि। इन्गट भनेको एउटा सानो गोलो सिलिन्डर जस्तो हुन्छ है त। अथवा लिथियम डाइसिलिकेटलाई मिल पनि गर्न मिल्छ कि, अघि जिर्कोनियामा जसरी गऱ्यौँ नि, दुईटै तरिकाबाट गर्न मिल्छ लिथियम डाइसिलिकेटलाई चाहिँ, मिलिङ पनि गर्न मिल्छ अथवा इन्गट आयो भने चाहिँ हट आइसोस्ट्याटिकली प्रेस्ड भन्छ कि, त्यसलाई चाहिँ प्रेसिङ पनि भन्छ है त। अब यो तिनवटा कुरा भनेको चाहिँ आज गएर मिल्छ भने हाफ एन आवर छुट्याउनु होला, एटलिस्ट युट्युबमा गएर जिर्कोनिया हाउ इज जिर्कोनिया फेब्रिकेटेड भनेर हाल्नु भने पनि सिम्पल कुरामा मैले जे भने त्यहाँ कुरा एकचोटि हेऱ्यो भने तपाईँहरूको दिमागमा रहन्छ। अथवा लिथियम डाइसिलिकेट पनि एउटा प्रेस्ड र एउटा मिल भने नि मैले, प्रेस्ड र मिल कसरी गर्छ भनेर है त। एउटा सर्टेन टेम्परेचरसम्म हिट गरिसकेपछि, तर लिथियम डाइसिलिकेट जुन हामी प्रेस गर्छौँ नि त्यसको लागि पनि व्याक्स प्याटर्न बनाउँछौँ अघि न मेटल सेरामिक जस्तै, तर त्यसमा चाहिँ हामी मेटललाई कास्टिङ गरिरहेको थियौँ, मेटललाई छिराइरहेको थियौँ नि त, त्यो जुन एउटा व्याक्सलाई बर्न आउट गरिसकेपछि खाली ठाउँ जुन बन्छ नि प्याटर्नमा, मेटल सेरामिकको केसमा चाहिँ हामी मेटललाई त्यो ठाउँमा पठाइरहेको थियौँ, यसमा चाहिँ लिथियम डाइसिलिकेटलाई प्रेस गरेर त्यो ठाउँमा हामी पठाइरहेको हुन्छौँ कि। भनेपछि यहाँसम्म तिनवटा कुरा बुझ्यो भनेपछि यतिबाटै धेरैवटा क्वेसन्स छ। जिर्कोनिया भनेको जहिले पनि मिलिङ गरिन्छ, लिथियम डाइसिलिकेट भनेको मिलिङ र प्रेस गरिन्छ, मेटल सेरामिकको केसमा हामी के गर्छौँ कास्टिङ गर्छौँ, ठिक छ। यहाँसम्म अनलाइन कसैलाई केही प्रब्लम छ? आज गएर चाहिँ एटलिस्ट युट्युबमा गएर हाउ इज जिर्कोनिया फेब्रिकेटेड अथवा हाउ इज लिथियम डाइसिलिकेट क्राउन मेड अथवा चाहिँ मेटल सेरामिकको लागि पनि स्टेप्सहरू के हो भनेर चाहिँ एटलिस्ट हाफ एन आवर मात्रै हेरिदिनु भयो भने क्लियर हुन्छ, त्यो चाहिँ तपाईँहरूको दिमागमा रहन्छ कि फेरि मैले यसरी भनेर भन्दा
यो कुरा चाहिँ इम्पोर्टेन्ट हो ल। यसबाट चाहिँ क्वेसन्स बनाउन सकिन्छ है। ठिक छ। सेरामिक्स जिर्कोनिया लिथियम डाइस्क्रिममा टेन्सन नलिनु होला, यसमा म फेरि क्लास लिन्छु होइन। तर यो भने चाहिँ अब बेसिक भयो क्या। मेटल सेरामिक क्राउनै कसरी बन्छ भनेर तपाईँको उसमा छैन भने त मैले फर्दर अगाडि डिस्कस गरेर मलाई नि गाह्रो हुन्छ क्या। जस्तो यहाँनिर प्रेस्ड सेरामिक भिनियर भनेको छ नि त, भनेपछि यो 4 नम्बरको प्रेस्ड सेरामिक भिनियर भन्न साथ अब तपाईँले के बुझ्नु पर्यो, प्रेस्ड सेरामिक भिनियर भन्न साथ लिथियम डाइसिलिकेट। ठिक छ है त। त्यो भन्न खोजेको भनेपछि 4टा कम्पोनेन्ट्स, कम्पोजिट, डाइरेक्टली कम्पोजिट, प्रोसेस्ड कम्पोजिट, फेलिस्पाथिक पोर्सलिन भिनियर। फेलिस्पाथिक भन्ने एउटा बाहिरतिर गरिन्छ, यो चाहिँ एकदमै थिन सेक्सनमा हुन्छ, नेपालमा नि गरिँदैन है। यो चाहिँ मल्टिपल रिफ्र्याक्टरी उसमा साइकल्समा गर्नुपर्छ, यो गरिँदैन। यहाँ गर्ने भनेको पनि प्रेस्ड सेरामिक भिनियर अथवा चाहिँ प्रेस्ड लिथियम डाइसिलिकेट भयो त। अनि तलपट्टिको पनि त्यही कुरा छ, पार्सल अथवा इन पार्सल। अब डाइरेक्ट र इनडाइरेक्टको मिनिङ चाहिँ, डाइरेक्ट भनेको तपाईँले डाइरेक्टली पेसेन्टको मुखमा चेयर साइडमै गरिराख्नु भएको छ, जुन कम्पोजिट भयो। इनडाइरेक्ट भनेको चाहिँ प्रिपेयर गरेर अनि तपाईँले इम्प्रेसन लिएर ल्याबमा गरिराख्नु भएको छ है त। अब यसमा पनि छ नो प्रेप भिनियर्स, इज्ड पोर्सलिन भिनियर्स र प्रोसेस्ड सेरामिक भिनियर्स भनेको छ। अब यसमा नि प्रोसेस्ड सेरामिक, प्रेस्ड सेरामिक भिनियर्समा तपाईँहरूले बुझ्ने भनेको लिथियम डाइसिलिकेट नै हो। ठिक छ। भनेपछि यो स्लाइड्समा नबुझेको त्यस्तो केही छ, कसैलाई कन्फ्युजन केही बुझेको छैन भने भन्ने है त। एउटा कुरा चाहिँ यहाँ म भनेको बुझाउन आएको हो कि, बुझेको छैन पछि फेरि सरले नोट्स दिनु होला म त्यसमा पढौँला भन्ने चाहिँ हुँदैन, त्यो चाहिँ नसोचे नि हुन्छ। त्यसैले एटलिस्ट तपाईँले जे बुझेको छैन सर यो बुझिनँ फेरि भन्नु भने बरु म 10 चोटि भनिदिन्छु, एटलिस्ट यहाँबाट जाँदा बुझेर जानु पऱ्यो कि। अनि यहाँ भनेको सबै कुरा पढाउन आएको होइन नि त, म त सिम्प्लिफाई गरिदिन आएको। एमसिक्युजमा केही कन्फ्युजन छ, यो बुझ्ने तरिका अथवा यो चाहिँ गाह्रो लाग्यो भन्यो भने भन्ने, आज सकिनँ भने म भोलि आउँदा फेरि कसरी बुझाउने भनेर म गरिदिउँला होइन। त्यसैले अहिलेसम्म मैले भनेको, हजुर जिर्कोनियाको बारेमा केही भन्नु सर। जिर्कोनियाको बारेमा त्यसमा डिटेल्समा म नेक्स्ट उसमा भन्छु। आज भनेको कुरामा नबुझेको के छ? आज भनेको कुरामा जिर्कोनिया फेरि एकचोटि भनिदिन्छु त। जिर्कोनिया चाहिँ तपाईँहरूले बनाउने तरिका भनेको त्यसमा चाहिँ तपाईँहरूले इम्प्रेसन लिएर त्यो व्याक्स प्याटर्न बनाएर त्यसरी बनाइदिन। जिर्कोनिया भनेको चाहिँ कम्प्युटरमा डिजाइन गरिन्छ, त्यसपछि पछि मिलिङ गरिन्छ है त। अहिलेलाई चाहिँ जिर्कोनिया कसरी बन्छ भनेर एमसिक्युजमा चाहिँ प्रेसिङ, कास्टिङ, मिलिङ यसरी सोध्यो भने चाहिँ त्यसको एन्सर भनेको चाहिँ मिलिङ हुन्छ है त। त्यसमा डिटेल्समा चाहिँ म नेक्स्ट सेरामिक्सको क्लासमा जान्छु ल। भनेपछि यो स्लाइड्समा अहिलेसम्म गर्दाखेरि एउटा भनेको तपाईँहरूको दिमागमा के आउनु पऱ्यो भन्दा, भिनियर्स भनेको कम्प्लिटली 360 डिग्री हामी प्रिपेयर गर्दैनौँ, लेभल सर्फेसमा मात्रै प्रिपेयर गरिरहेको हुन्छौँ है त। अनि त्यो अनुसारले डिफ्रेन्ट डिफ्रेन्ट मेटेरियल्स के युज हुन्छ भन्दाखेरि कम्पोजिट पनि हुन सक्दो रहेछ, तपाईँहरूको फेलिस्पाथिक पोर्सलिन पनि हुन सक्दो रहेछ, र जेनरली लिथियम डाइसिलिकेट हुँदो रहेछ है त। त्यसैले प्रेस चाहिँ हामी यसमा पनि जिर्कोनिया छैन, जेनरली जिर्कोनियाको भिनियर्स चाहिँ हामी गर्दैनौँ है त। तर अझ तपाईँहरूले प्र्याक्टिसमा हेर्नुभयो भने धेरैजनालाई थाहा हुँदैन, जेनरली गरिरहेको हुन्छ, किनकि यसमा जहिले पनि बन्डिङ चाहिन्छ है त। अहिलेसम्मको लागि यति भयो ल। त्यसपछि आएर पार्सल भिनियर अथवा फुल भिनियर, सो यो चाहिँ कम्पोजिटको केसमा लागु हुन्छ है त। यो स्टुडेन्टबाट मैले निकालेको, तपाईँलाई अझै डिटेलमा जान मन छ भने त्यो बुकमा हेर्दा पनि हुन्छ है त। अब आएर डिफ्रेन्ट डिफ्रेन्ट मेटेरियल्सको बनेको हुन्छ है त। डाइरेक्टली एप्लाइड कम्पोजिट, प्रेस्ड कम्पोजिट है त, अनि फेलिस्पाथिक पोर्सलिन भिनियर र प्रेस्ड अथवा चाहिँ मिल्ड सेरामिक भिनियर्स। भनेपछि प्रेस्ड स्ल्यास मिल्ड भनेको मतलब के बुझ्नु पऱ्यो तपाईँहरूले, अब लिथियम डाइसिलिकेट त्यो दुईटा तरिकाबाट गर्न मिल्छ नि त, प्रेस्ड र मिलबाट है त ल। त्यसमा यति बुझ्नु पऱ्यो। भनेपछि यो पनि चाहिएन तपाईँहरूलाई। अब इन्डिकेसन्स भन्यो भने चाहिँ धेरै ठाउँमा युज भइरहेको हुन्छ है त। तर जहिले पनि टुथ, एन्टिरियर टुथमा डिस्कलरेसन भन्ने टर्म आयो भने चाहिँ फर्स्टमा तपाईँहरूको दिमागमा ब्लिचिङ भन्ने कुरा आउनुपर्छ है त। अनि यो चाहिँ इन्डोमा पढाइ भएको छैन है तपाईँहरूको ल। इन्डोमा पछि पढाइ हुँदा फेरि चाहिँ जहिले पनि इन्डोडन्टिकली ट्रिटेड टुथ यदि डिस्कलर्ड छ भने यसको म्यानेजमेन्ट एप्रोच कस्तो हुन्छ, एउटा केस बेस सिनारियो क्वेसन चाहिँ यसबाट पनि बनाउन मिल्छ है त। त्यो बेलामा चाहिँ पहिला सुरु इन्डोडन्टिकली ट्रिटेड टुथ अथवा ट्रमेटिक टुथहरू किन डिस्कलर्ड हुन्छ त्यो थाहा हुनुपर्छ तपाईँहरूलाई। अनि आरसिटी गरिसकेपछि डिस्कलरेसन हुन नदिन के कुरामा ध्यान दिनुपर्छ त्यो थाहा हुन्छ। यदि डिस्कलर्ड भइसकेको छ भने चाहिँ म्यानेजमेन्ट एप्रोच के हुन्छ। पहिले पनि डिस्कलर्ड दाँतमा सिधै स्टार्टिङमा क्राउन भन्ने चाहिँ हुँदैन है त। एकदमै धेरै डिस्कलर्ड छ, त्यसको डिफ्रेन्ट रिजन्सहरू हुन्छ, त्यो अनुसारले ट्रिटमेन्ट प्लान अगाडि बढ्छ है त। फर्स्टमा चाहिँ तपाईँहरूको दिमागमा ब्लिचिङ आउनुपर्छ। ब्लिचिङ भनेर चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन छ है त। आज गएर पढाइ नभए पनि ब्लिचिङ पढ्दा हुन्छ, त्यसमा चाहिँ के कम्पोनेन्ट्स युज हुन्छ, त्यो त्यसको टाइप्सहरू सबै कुरा छ नि। ब्लिचिङबाट चाहिँ एउटा क्वेसन इन्डोबाट स्योर सर्ट हो है त। इन्डिकेसन्समा चाहिँ एउटा चाहिँ डिस्कलरेसन, स्टेन्ड र डार्क टिथ है त। त्यो केसमा पनि तपाईँहरूले त्यो डिफेक्टहरूलाई लुकाउनलाई पनि गर्न सकिन्छ, त्यही नानीले डिफेक्ट हुनसक्छ अथवा डिफ्रेन्ट टाइप्स अफ डिस्कलरेसन हुनसक्छ। अनि अर्को भनेको चाहिँ डायस्टिमा है त। अब जेनरली डायस्टिमा पनि डिपेन्ड्स गर्छ, एकदमै धेरै डायस्टिमा छ भने जहिले पनि पेसेन्ट्सहरू आउनुहुन्छ बिचमा धेरै स्पेस छ भने त्यो बेलामा तपाईँले दुईवटा क्राउन हाल्नुभयो भने पनि सेन्ट्रल इन्साइजरको विथ धेरै बढी हुन्छ, त्यो बेला पनि फर्स्टमा चाहिँ अर्थो ट्रिटमेन्ट
त्यसपछि पर्यो भने चाहिँ वी हेभ टु गो फर इन्डाइरेक्ट रेस्टोरेसन्स अफ क्राउन अथवा भिनियर्समा है त तर अलिअलि स्पेस छ पेसेन्टले चाहिँ म अर्थो गर्दिनँ अथवा त्यस्तो त्यस्तो भन्यो भने चाहिँ कसैको टाइम फ्याक्टर त्यस्तो भयो भने चाहिँ पेसेन्टको कन्सेन्ट लिएर तपाईँले भिनियर्स गर्न मिल्छ है त अनि कहिलेकाहीँ रोटेटेड ट्रिटमा पनि पेसेन्टले मानेन भने त्यो बेलामा पनि गर्न मिल्छ है अनि माल अक्लुजन यो लिङ्गुअल पोजिसन माल पोजिसन मिड लाइन्सहरूको कुरा यिनीहरू छ होइन यिनीहरूको केसमा पनि जेनरली अर्थो ट्रिटमेन्टै बेस्ट हुन्छ क्या जहिले पनि रोटेसन माल पोजिसन छ भने तर यदि पेसेन्टले त्यही नै चाहिरहेको छ भने चाहिँ त्यो बेला मात्रै हामी गर्न सक्छौँ अनि पेक्सेपेड ल्याटरल्स मोस्ट कमन पेग ल्याटरल्स हुने भनेको चाहिँ ल्याटरल इन्साइजर्समा हो त त्यो बेलामा पनि गर्न सकिन्छ त्यसपछि अर्को भनेको चाहिँ फ्र्याक्चर टुथ अथवा चिप्ड टुथ है त त्यो चाहिँ म्याग्ने एन्ड बेल्जर भन्ने दिएको हो है म तपाईँहरूलाई भाइबमा सेयर गरिदिउँला त्यो चाहिँ टिथ रेजिस्टेन्ट टु ब्लिचिङ डिस्कलोरेसन एउटा डिस्कलोरेसन भन्ने कुरा बुझ्ने अथवा अनरेस्पोन्सिभ टु ब्लिचिङ छ भने त्यो बेलामा हामी गरिरहेको हुन्छौँ पेक्सेपेड ल्याटरल मिडलाइन डायस्टिमाहरू र कहिलेकाहीँ इन्साइजल लेन्थहरू बढाउनु पर्यो भने है त अब इन्साइजल लेन्थ बढाउनु पर्ने छ भने त्यस्तो केसमा पनि कम्प्लिटली 360 डिग्री त्यो प्रिपेयर गरेर क्राउन प्रिपेयर नगर्ने है त अर्को भनेको एक्सटेन्सिभ कोरोनल फ्र्याक्चर क्लास 3 क्लास 4 फ्र्याक्चर्सहरू छ होइन मल्टिपल टाइम डिसलजमेन्ट र पेसेन्टले चाहिँ होइन मेरो दाँतको रेस्टोरेसन साथसाथै कलर पनि चेन्ज गर्नुपर्ने छ अथवा दाँतको सेप पनि चेन्ज गर्नुपर्ने छ त्यस्तो बन्यो भने चाहिँ त्यो बेलामा चाहिँ हामी जेनरली भिनियर्स युज गरेर आउँछौँ है त कोही पेसेन्ट एकदमै एस्थेटिकली डिमान्डिङ छ भने चाहिँ त्यो बेलामा चाहिँ हामी उनीहरूको भिनियर्स भनेको कलर पनि चेन्ज गर्नलाई पेसेन्टको सेप पनि चेन्ज गर्नलाई कसैले आफ्नो दाँतहरूको सेपसँग चित्त बुझेको छैन भने अर्को भनेको कन्जेनाइटल माल फर्मेसन्सहरू है त जेनरली अब यो यसबाट के बुझिन्छ जेनरली भिनियर्स भनेको त हामी एन्टिरियर्समै गर्दो रहेछौँ है त क्यानाइन टु क्यानाइन कन्ट्राइन्डिकेसन्स भनेको चाहिँ भिनियर्स मैले अघि जुन पनि भने नि फेलिस्पाथिक पोर्सलिन र प्रेस सेरामिक्स त्यो दुइटैलाई हामी बोन्डिङ गर्छौँ है त अब यहाँसम्म आउँदाखेरि तपाईँलाई मैले एउटा क्वेसन सोधेँ भने बोन्डिङ गर्छौँ भनेको मतलब बोन्डिङको लागि चाहिँ एउटा क्वेसन डेन्टिन र इनामेलमा बोन्डिङ कुनमा बेटर हुन्छ होला इनामेलमा बेटर हुन्छ है त बोन्डिङ भनेको जहिले पनि ल भनेपछि जहिले पनि भिनियर्स प्रिपेयर गर्दाखेरि पनि अघि नै हामीले नो प्रेप अब त्यो अलिक डेफ्थमा हुन्छ जेनरली जति म्याक्सिमम इनामेल भयो त्यति बेटर हुन्छ है त भिनियर्सको लागि चाहिँ त्यो हिसाबले यदि सफिसियन्ट इनामेल छैन यदि कुनै पनि अब कति केसहरू अब एमिलोजेनिस इम्परफेक्टाहरूको केस हुनसक्छ कति केसमा यदि सफिसियन्ट इनामेल छैन भने त्यो बेलामा चाहिँ भिनियर्सहरू हामीले गर्न मिल्दैन है ओरल माउथ ब्रिदिङ भनेर भने चाहिँ यसको स्पेसिफिक रिजन्स चाहिँ मलाई पनि थाहा छैन है पेरियोडोन्टली कम्प्रोमाइज स्थित छ लङ टर्ममा दाँतहरू चल्दैन त्यस्तो केसमा पनि जेनरली भिनियर्स गरिँदैन हाई क्यारिज इन्डेक्स छ भने पनि जेनरली गरिँदैन है त पोर ओरल हाइजिन एक्सेसिभ इन्टरडेन्टल स्पेसिङ मैले अघि नै भने त्यो बेला पनि जेनरली गर्दैन एस्थेटिकली इनेन्स गर्नलाई यदि त्यसले एस्थेटिक्समा खासै इम्प्रुभ गर्दैन भने त्यो पनि गरिँदैन प्याराफङ्सनल हेबिट्स क्लेन्सिङ र ब्रुक्सिजममा पनि जेनरली गरिन्छ तर त्यसमा चाहिँ धेरै कुराहरू ध्यान दिनुपर्छ है त त्यसबाट चाहिँ एमसिक्युज क्वेसन त्यस्तो इम्पोर्टेन्ट बन्दैन एउटा भनेको चाहिँ इन्सफिसियन्ट सबस्टेट अथवा एभाइलेबल इनामेल एभाइलेबल सफिसियन्ट छैन भने चाहिँ त्यो बेलामा चाहिँ जेनरली हामी भिनियर्स गर्दैनौँ है त एउटा क्वेसन आउँछ फेसियल रिडक्सन है अब यो भनेको एउटा थ्योरी पोइन्ट अफ भ्यूबाट हो भनेपछि भिनियर्स गर्दाखेरि विदाउट प्रिपरेसन तपाईँहरूले कुनै पनि एउटा पेसेन्ट्सको चाहिँ नि इनामेल टचै नगरिकन पनि अथवा एउटा सर्फेसको थिन लेयर मात्रै रिमुभ गरेर पनि भिनियर्स गर्न सकिन्छ कसैकोमा एक्सटेन्सिभ प्रिपरेसन पनि गर्नुपर्ने हुनसक्छ है त यदि सबै कुराहरू एस्थेटिकली कुनै भित्र बाहिर दाँतहरू त्यस्तो छ भने पनि है त तर जेनरली एउटा क्वेसन चाहिँ कतिको रिमुभ गरिन्छ भनेर भनिन्छ ल्याबियल सर्फेसबाट अनि जहिले पनि भिनियर्स भनेको चाहिँ प्लानर रिडक्सन गरिन्छ है त प्लानर रिडक्सन भनेको चाहिँ तपाईँहरूको भिनियर्सको केसमा यदि तपाईँहरूले यसरी बसेको भिनियर्सको केसमा अघि नै हामीले क्राउन प्रिपरेसन गर्दाखेरि पनि लिङ्गुअल र ल्याबियलमा चाहिँ अन्डर कट हुनु हुँदैन भन्ने हुन्छ नि त तर भिनियर्सको केसमा चाहिँ हामी ल्याबियल सर्फेसमा मात्रै प्रिपेयर गरिरहेको हुन्छौँ कि यसमा तपाईँहरूले सिट गर्दाखेरि पनि ल्याबियलीबाट हामी सिट गरिरहेको हुन्छौँ यसलाई चाहिँ तिनवटा प्लेनमा चाहिँ प्रिपेयर गरिन्छ क्या भिनियर्स भनेको है त जेनरली सर्भाइकल रिजनमा चाहिँ कम हुन्छ 0.3 to 0.5 mm बिचमा 0.6 to 1 mm र इन्साइजरमा चाहिँ 1 to 2 mm जति प्रिपेयर गरिन्छ है त यदि लेभल सर्फेसमा कतिको प्रिपरेसन्स भनेर भन्यो भने चाहिँ मोस्ट अफ द टाइम्स चाहिँ 0.3 पनि एन्सर हुँदैन ओभरअलमा चाहिँ 0.5 एन्सर हुन्छ है त योसँग रिलेटेड एक दुई एमसिक्युज क्वेसन्सहरू म आज भाइमा हाल्न साझा है त भनेपछि एराउन्ड 0.5 mm जति है त भनेपछि युनिफर्म सबै ठाउँमा बराबर त्यस्तो चाहिँ हुँदैन भिनियर्स प्रिपरेसन गर्दाखेरि भनेपछि यहाँसम्म आउँदाखेरि यही क्वेसन छ है त इन्ट्राइनामेल प्रिपरेसन इन पोर्सलिन ल्यामिनेट भिनियर्स इज 0.5 mm हुन्छ है त भनेपछि यहाँसम्म आउँदाखेरि भिनियर्स त भोलि गएर तपाईँले कुनै पनि पेसेन्ट्समा गर्नुभयो भने तपाईँहरूले कुन सिमेन्ट युज गर्नुहुन्छ जिङ्क फोस्फेट जिआइसी जिङ्क अक्साइड युजिनल अथवा रेजिन सिमेन्ट है त रेजिन सिमेन्ट है त किनकि यसलाई हामी के गर्छौँ बोन्डिङ गर्छौँ है त त्यो भनेको चाहिँ हामी त्यसको लागि युज गर्नु भनेको चाहिँ रेजिन सिमेन्ट युज गर्छौँ
ल यसमा पनि सुप्राइजेन्जेबल मार्जिन इन्फ्राजेन्जेबल मार्जिनको कुरा जेनरली सेम नै हुन्छ है त जसरी हामीले पहिला पढाएको थियौँ नि अनि यसमा युज हुने मार्जिन भनेको चाहिँ जेनरली स्याम्फर हुन्छ है त तपाईँहरूले रोजन स्टिलमा हेर्नुभयो भने चाहिँ तपाईँहरूको सिलिङबर्गमा हेर्नुभयो भने चाहिँ लङ स्याम्फर भन्ने टर्म युज गरेको छ त्यसमा बेस्ट भएर कहीँ क्वेसन्स पनि छ है त स्याम्फर र लङ स्याम्फरमा डिफ्रेन्स के छ भनेर चाहिँ त्यहाँ स्पेसिफाई गरेको छैन त्यहाँ टर्म मात्रै युज गरेको छ है त त्यसले मार्जिन डिजाइन भन्यो भने चाहिँ जेनरली स्याम्फर हुन्छ है त ल प्रोक्सिमल प्रिपरेसन गर्दाखेरि कहिले पनि हामी यो के अरे भिनियर्सहरू गर्दा हामीले पछाडिपट्टि क्राउन्सहरू गर्दाखेरि चाहिँ जहिले पनि कम्प्लिट कभरेज क्राउन्सहरू गर्दा अस्ति पनि मैले भनेको थिएँ हामीले कन्ट्याक्ट ब्रेक गर्छौँ नि त प्रोक्सिमलमा कन्ट्याक्ट त ब्रेक हुनै पर्यो 0.6 mm जति क्लियरेन्स चाहिन्छ भन्छ नि त जेनरली भिनियर्स गर्दा चाहिँ हामीले कहिले पनि कन्ट्याक्ट ब्रेक गर्दैन भिनियर्स गर्दाखेरि चाहिँ हामी कहिले पनि कन्ट्याक्ट अन्टिल एन्ड अनलेस मिडलाइन डायस्टिमाको केस छ भने त त्यहाँ कन्ट्याक्टको कुरै आएन है त यदि प्रोक्सिमलमा कम्पोजिट फ्रस्ट्रेसन छ मार्जिन कम्पोजिटमा नराख्ने हो भने पनि हामी त्यो बेला चाहिँ लिङ्गुअली यसरी प्रोक्सिमलबाट ऱ्याप अन गर्छौँ नभए सिम्पली अहिलेलाई यति बुझ्ने कि तपाईँहरूको प्रोक्सिमल कन्ट्याक्ट चाहिँ हामी ब्रेक गर्दैनौँ भिनियर्सको केसमा तपाईँले यो पिक्चर तपाईँले अनलाइनमा चाहिँ यो सेकेन्डको पिक्चर छ नि तपाईँले यो पिक्चर हेर्नुभयो भने यो ठाउँमा नि हामी कन्ट्याक्ट भन्दा अराउन्ड 0.25 to 0.5 mm अगाडिसम्म प्रिपेयर गर्छौँ नि कहिले पनि भिनियर्स ल अब आयो अग्न तीनटा प्रिपरेसन है त यसमा तपाईँहरूले हेर्नुभयो भने चाहिँ यो जी भनेको चाहिँ ओभरल्याप भयो यो भनेको बड जोइन्ट भयो त यो चाहिँ विन्डो प्रिपरेसन्स भयो यो चाहिँ बड जोइन्ट प्रिपरेसन्स भयो अनि यो चाहिँ ओभरल्याप प्रिपरेसन्स भयो क्या जेनरली ओभरल्याप पनि गरिँदैन तर यो ठाउँमा पनि तपाईँहरूको यदि कम्पोजिट रेस्ट्रेसन्सहरू छ भने चाहिँ त्यो बेलामा ओभरल्याप गरिन्छ हामीले मस्ट अफ टाइम प्रिपेयर गर्ने चाहिँ भयो है त अहिले यसमा हेर्नुभयो भने पनि यो ठाउँमा थिकनेस र बिचको थिकनेस र यहाँको थिकनेस फरक छ नि त यहाँ चाहिँ अराउन्ड 2 mm जति हुन्छ बिचमा 0.5 to 1 mm र यसमा चाहिँ 0.5 0.3 to 0.5 mm सर्भाइकल रिजनमा किन भन्दा यसमा चाहिँ इनामलको थिकनेस पनि कम हुन्छ है त त्यो हिसाबले हामी के गर्छौँ त भन्दाखेरि प्रिपरेसन गर्छौँ ल तपाईँहरूको यो भनेको चाहिँ ओभरल्याप भयो है त प्यारल स्याम्फर अथवा चाहिँ इन्साइजल ओभरल्याप भयो यो बिचको भनेको चाहिँ बड जोइन्ट भयो है त मोस्ट कमनली धेरैजसले प्रिफर गर्ने भनेको चाहिँ यो भयो अनि यो भनेको चाहिँ विन्डो प्रिपरेसन्स भयो ल तपाईँले हेर्नुभयो भने पनि सर्भाइकल रिजन र मिडल रिजनमा थिकनेसहरू पनि यसरी के हुन्छ त भन्दा चाहिँ भिनियर्सको केसमा चाहिँ के हुन्छ त भन्दाखेरि फरक हुन्छ है त भनेपछि अघि नै मैले भनेको थिएँ इनामेलमा सबै कुरा भयो भने चाहिँ बेटर बोन्डिङ बेटर हुन्छ तर सधैँ इनामेलमै हुन्छ भन्ने हुँदैन किनकि सर्भाइकलमा प्रिपेयर गर्दा गर्दा यो रिजनमा चाहिँ तपाईँहरू हुनसक्छ त डेन्टिन पनि एक्सपोज भएको हुनसक्छ है त डेन्टिन धेरै म्याक्सिमम् सबै कम्प्लिटली डेन्टिनमा भयो भने चाहिँ बोन्ड स्ट्रेन्थ कम्प्रोमाइज हुन्छ भोलि चाहिँ त्यो बेटर बोन्डिङ नहुन सक्छ है त अहिलेलाई चाहिँ सिम्पली यति बुझ्ने ल भिनियर्सकोमा किताबै हुन्छ कि खासमा है त त्यति डेफमा पढेर पनि साथै चल्दैन है जेनरली भिनियर्स अब त यति त पढ्यो होइन तपाईँहरूलाई सिम्पलमा एउटा स्टेप्स देखाइदिन्छु त्यो भनेको फेरि तपाईँहरूलाई गर्नलाई चाहिँ होइन तर एउटा दिमागमा भयो भने भोलि केस बेस्ड क्वेसन्स भयो भने अलिकति सजिलो हुन्छ है त भनेपछि स्टार्टिङमा यसरी जहिले पनि भिनियर्सको केस आयो भने चाहिँ स्टार्टिङमा हामी के गर्छौँ व्याक्सअप गर्छौँ यसलाई चाहिँ डायग्नोस्टिक व्याक्सअप भन्छ है त डायग्नोस्टिक यसरी व्याक्सअप गरिसकेपछि हामीले प्याराटलमा यो सेकेन्ड पिक्चरमा हेर्नु भने केही पनि चलाएको छैन नि है मोस्ट यो मान्छेको पहिलाको हेर्दा चाहिँ मिडलाइन डायस स्पेसिङहरू जस्तो छ होइन यो मान्छेको सबै त्यसको लागि चाहिँ गर्यो है त अनि त्यसपछि यसमा इन्साइडल गेन चाहिँ के गरेको छ त भन्दा इन्क्रिज गरेको छ त्यसपछि यो तलपट्टिको भनेको चाहिँ एउटा इन्डेक्स जस्तो हो कि है त यो चाहिँ एउटा ट्रान्सलुसेन्ट जस्तो छ होइन अनि तपाईँहरूले प्रिपेरेसन गरिसकेपछि यो चाहिँ प्रिपेरेसन गर्नुको लेभल सकिन्छ भने होइन यसलाई चाहिँ स्पट एज भन्छ कि यसको चाहिँ तपाईँहरूको प्रोभिजनल टेम्पोरेरी मेटेरियल बिसाक्लिक भनेर हुन्छ अथवा त्यो डिफ्रेन्ट नेम्समा कुल टेम लग्जा टेम्प यस्तो भनेर आउँछ है त चाहिँ कम्पोजिट बेस्ड हुन्छ है त प्रोभिजनल मेटेरियल्स तपाईँहरूले अहिलेसम्म जेनरली क्राउन गरिसकेपछि प्रोभिजनल मेटेरियल के को क्राउन बनाउनुहुन्छ पेसेन्टलाई जस्तो भाइटल दाँत प्रिपेयर गरिसकेपछि ल्याबमा बन्न त 4-5 दिन लाग्छ त्यो बेलामा चाहिँ के गर्नुहुन्छ नि प्रोभिजनल क्राउन बनाएर पठाइन्छ नि त्यो कुन मेटेरियलको बनाइन्छ जेनरली जेनरली तपाईँहरूको सिनियरहरूले यस्तो कसैले गर्नु भएको छ भने पनि क्राउन के को बनाइन्छ टेम्पोररी क्राउन चाहिँ एक्रिलिकको है त अझै स्पेसिफिक भन्ने हो भने चाहिँ सेल्फ केयर एक्रिलिक है त कसैले हिट केयर पनि फुल माउथको केसमा बनाउन सक्छ तर एटलिस्ट त्यो चाहिँ के को एक्रिलिकको ल तर यसमा चाहिँ यसमा युज भएको मैले किन यो क्वेसन सोधेको भन्दा यसमा युज भएको चाहिँ एक्रिलिकको होइन यो चाहिँ कुल टेम्प लग्जा टेम्पहरू भनेर कम्पोजिट बेस्ड ऊ हुन्छ बिसाक्रिलिकको मेन कम्पोजिसन हुन्छ होइन
हो यो बेस चाहिँ तपाईँहरूले त्यसरी स्पट एज गरेको हुन्छ, स्पट त्यो ठाउँमा बन्डिङ एजेन्ट लगाएको हुन्छ है। अनि त्यसपछि चाहिँ तपाईँहरूले के गर्नुहुन्छ त भन्दाखेरि यो टेम्पोररी भयो है त, जीमा देखाएको चाहिँ टेम्पोररी म्याटेरियल्स भयो, त्यसलाई चाहिँ इन्डेक्सबाट ठ्याक्क गरिसकेपछि तपाईँहरूको पेसेन्टको मुखमा त्यसरी बस्छ। त्यसपछि चाहिँ यो यसको पार्ट भनेको चाहिँ पेसेन्टले त्यसपछि सबै कुराहरू तपाईँहरूले त्यसपछि फिनिसिङ गर्नुहुन्छ। अनि यो चाहिँ नि तपाईँले इम्प्रेसन लिसेस ल्याबमा बन्दै गर्छ। यसमा चाहिँ पेसेन्टले आफ्नो एस्थेटिक्सहरू सबै इभ्यालुएट पनि गर्न मिल्छ है त। यो भनेको चाहिँ यो केसमा अहिले मैले देखाएकोमा चाहिँ उसले सबै कुरा प्रिपरेसन गरिसकेपछि गर्यो, तर त्यो व्याक्स प्याटर्नबाट स्टार्टिङमै तपाईँले पेसेन्टको मुखमा राखेर पनि देखाउन मिल्छ सेम कुरा। त्यो पेसेन्टले चाहिँ होइन इन्साइजल एजहरू सेपहरू केही मिलेको छैन भने चियर साइड पनि मिलाउन मिल्छ है, त्यो अनुसारले पनि गर्न मिल्छ है त। जुन भिनियर्स चाहिँ यसरी गरिन्छ है। अब भिनियर्सको सिमेन्टेसन भनेपछि यो चाहिँ लिथियम डाइसिलिकेटको भयो है त। यसमा चाहिँ स्टार्टिङमा चाहिँ तपाईँले इच गर्नुहुन्छ हाइड्रोफ्लोरिक एसिडले। मैले अघि नै भने लिथियम डाइसिलिकेटमा चाहिँ ग्लास कम्पोनेन्ट हुन्छ है त। यसले गर्दाखेरि तपाईँले हाइड्रोफ्लोरिक एसिड युज गर्नुहुन्छ। यसरी हाइड्रोफ्लोरिक एसिड युज गरिसकेपछि तपाईँले यसलाई के गर्नुहुन्छ, वास गर्नुहुन्छ। जेनरली 20 सेकेन्ड्सको लागि चाहिँ हाइड्रोफ्लोरिक एसिड युज गरिन्छ है। त्यसपछि तपाईँहरूले हाइड्रोफ्लोरिक एसिड युज गरिसकेपछि यस्तो अलिकति फ्रस्टेड एपिरियन्स जस्तो देखिन्छ है। त्यसपछि तपाईँले यसलाई क्लिन गर्नुहुन्छ, अल्ट्रासोनिक क्लिनिङ भनेर। यो स्टेप सबैले प्रायः जेनरली गर्दैन है। त्यसपछि चाहिँ साइलेन्ट एप्लिकेसन्स है त। एउटा चाहिँ साइलेन्ट भनेको एउटा यस्तो कम्पोनेन्ट हुन्छ, त्यसको चाहिँ दुईवटा पार्ट्स हुन्छ अहिले सिम्पली भन्दाखेरि। एउटा पार्ट भनेको चाहिँ तपाईँहरूको रेजिन सिमेन्टतिर गएर एट्याच हुन्छ, अर्को पार्ट भनेको चाहिँ तपाईँहरूको सेरामिक्समा एट्याच हुन्छ है त। अहिले सिम्पली भन्दाखेरि है त साइलेन्ट। अनि जहिले तपाईँले के गर्नुहुन्छ साइलेन्ट। अनि साइलेन्ट अघिनको चाहिँ एसिड राखिसकेपछि हाइड्रोफ्लोरिक एसिड राखिसकेपछि त्यसलाई तपाईँले रिन्स गर्नुभएको थियो है त। यसमा चाहिँ साइलेन्ट राखिसकेपछि साइलेन्टलाई चाहिँ के गर्नुहुन्छ त रिन्स गर्नु हुँदैन। साइलेन्टलाई चाहिँ 60 सेकेन्ड्स छोडिदिने, एयर ड्राई गर्ने है त। अघिनको हाइड्रोफ्लोरिक एसिड इच भनेको चाहिँ तपाईँले कति 20 सेकेन्ड्सलाई गर्नुभएको थियो, 20 सेकेन्ड्सलाई। अनि इच गरिसकेपछि रिन्स गर्नुभएको थियो। त्यसपछि यसमा चाहिँ साइलेन्ट राख्नुहुन्छ। साइलेन्ट राखिसकेपछि 60 सेकेन्ड्सलाई यतिकै ड्राई हुन छोडिदिनुहुन्छ ल। अब यसलाई वास गर्ने होइन नि त। यो साइलेन्टले त के गर्छ त तपाईँको भन्दाखेरि जुन तपाईँले रेजिन सिमेन्ट युज गर्नुहुन्छ नि बिचमा, अथवा चाहिँ तपाईँले बोन्डिङ एजेन्ट जुन युज गर्नुहुन्छ त्यसलाई चाहिँ दुईटाको बिचमा चाहिँ के गरिदिन्छ, त्यसले बोन्ड गराइदिन्छ है त। त्यसपछि तपाईँले एडेसिभ लगाइदिनुहुन्छ। भनेको मतलब एउटा क्वेसन्स तपाईँहरूलाई जनरली सोधिरहेको हुन्छ कि तपाईँले भिनियर सिमेन्टेसन गर्दा के स्टेप्स हुन्छ भने चाहिँ इचिङ, अनि साइलेन्ट एप्लिकेसन, अनि रेजिन सिमेन्ट, यसरी आउँछ क्या। दुईवटा स्टेप्सहरू भयो भने है त। तपाईँले अघि नै हामीले के भन्यौँ, अघि नै हामीले चाहिँ ल्याबबाट बनेर आइसकेको पार्टलाई चाहिँ त्यसरी गऱ्यौँ। अब दाँतमा त हाम्रो के छ, तपाईँलाई हाम्रो के छ, डेन्ट इनामेल छ नि त। त्यसलाई हामी के गर्छौँ, फोस्फोरिक एसिड युज गर्छौँ है त। फेरि यहाँ चाहिँ हाइड्रोफ्लोरिक एसिड युज गर्ने होइन, फोस्फोरिक एसिड युज गर्छौँ ल। त्यसपछि तपाईँहरूले फेरि बोन्डिङ एजेन्ट लगाउनुहुन्छ है। अनि त्यसपछि फोस्फोरिक एसिड कति पर्सेन्टमा आउँछ तपाईँले कम्पोजिटमा कन्सहरूमा युज गर्दाखेरि 37। मैले चाहिँ अहिलेसम्म थाहा पाएको फोस्फोरिक एसिड आउने भने त्यही पर्सेन्टेजमा ल। यसमा लेख्दा 30 to 40% अफ द फोस्फोरिक। एउटा कुरा, अर्को कुरा भनेको चाहिँ जस्तो हाइड्रोफ्लोरिक एसिड पनि कहीँ कहीँ चाहिँ 5%मा पनि एभाइलेबल हुन्छ, कहीँ चाहिँ 10%मा पनि एभाइलेबल हुन्छ है त। त्यो पर्सेन्ट अनुसार पनि एप्लिकेसन टाइम चाहिँ फरक हुन्छ है। फोस्फोरिक एसिड 37% है। त्यसपछि आएर तपाईँहरूले यसरी तपाईँले के गर्नुहुन्छ, बोन्डिङ एजेन्ट लगाउनुहुन्छ होइन। त्यसपछि चाहिँ तपाईँहरूले रेजिन सिमेन्ट युज गर्नुहुन्छ। अनि रेजिन सिमेन्ट युज गरिसकेपछि तपाईँहरूले यसरी राख्दाखेरि यो चित्र हेर्नुभयो भने मैले इन्साइड यो ठाउँबाट यसरी रोटेट गरेको छ कि है त। तपाईँहरूले जुन क्राउन हामी गर्छौँ त्योभन्दा स्लाइटली डिफ्रेन्ट छ है त, किनकि तिनवटा प्लेनमा प्रिपरेसन्स गरेको हुन्छ ल। तपाईँले अनि प्रेसरले चाहिँ प्रेसर दिइराख्नुहुन्छ। अनि रेजिन सिमेन्ट क्योर भइसकेपछि स्टार्टिङमा चाहिँ 5 to 10 सेकेन्ड्स तपाईँहरूले गर्नुहुन्छ है। रेजिन सिमेन्ट भनेको पनि लाइट क्योर, डुअल क्योर यसरी आउँछ है त। यसरी भिनियर्सको लागि युज हुने, यदि ठिक छैन भने चाहिँ तपाईँहरूले थिन सेक्सनमा छ भने चाहिँ लाइट क्योर युज गर्ने। लाइट क्योर 5 to 10 सेकेन्ड्स युज गरिसकेपछि त्यो रेजिन बाहिर निस्केको रेजिन सिमेन्ट अलिकति जेल स्टेजमा निस्किन्छ, अलिकति हार्ड भइसकेको हुन्छ। त्यसलाई प्रोब्लम कम्प्लिटली निकाल्न मिल्छ। कम्प्लिटली सफा गरिसकेपछि कम्प्लिटली क्लियर गर्ने है। यसरी चाहिँ यो चाहिँ सिम्पल स्टेप्सहरू है त। अनि लास्टमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ, फिनिसिङ एन्ड पोलिसिङ गर्नुहुन्छ। यो के इम्याक्सहरूको लागि फिनिसिङ र पोलिसिङको किटहरू छुट्टै हुन्छ, अलिक एक्सपेन्सिभ पर्छ। लास्टमा चाहिँ त्यो ठाउँमा त्यसरी हामी चाहिँ फिनिसिङ र पोलिसिङ गर्छौँ है त। पछि भिनियर्सबाट यसरी सोध्न सक्ने क्वेसन्सहरू भने चाहिँ एउटा यो एडेसिभ बोन्डिङहरू हामी कसरी गर्छौँ, त्यो के मेटेरियल्स हुन्छ, मार्जिन के हुन्छ, इन्डिकेसन्स के हुन्छ ल। अब यसमा चाहिँ कुनै पनि केस बेस्ड क्वेसन्स त्यसरी सोध्यो भने पनि त्यसरी एन्सर गर्नु। तपाईँहरूले गर्नुभएको छैन त्यो त बुझिन्छ, तर थ्योरिटिकल पोइन्ट अफ भ्यूबाट थाहा हुन्छ ल। तपाईँहरूलाई आज अब इन्ट्रेस्ट लाग्छ, समय छ भने चाहिँ फिनियर्स प्रिपरेसन कसरी गरिन्छ भनेर युट्युबमा हेर्नु भने स्टार्टिङदेखि इन्डसम्म सबै स्टेप्सहरू पनि देखाइदिन्छ। अहिले हामीले जे डिस्कस गरेका छौँ नि त्यही कुरा नै, त्यो एकचोटि हेऱ्यो भने चाहिँ तपाईँहरूलाई अलिकति बढी समयसम्म याद हुन्छ होला।
ठिक छ, यहाँसम्म केही कन्फ्युजन छ अनलाइनमा कसैलाई? लाटो भनेको रेजिन बोन्डेड प्रोस्थेसिस है त। रेजिन बोन्डेड प्रोस्थेसिसमा पहिला के क्वेसन्स त्यस्तो सोधेको त्यस्तो केही थाहा याद छ तपाईँलाई रेजिन बोन्डेड प्रोस्थेसिसमा? रेजिन बोन्डेड प्रोस्थेसिस भन्नु भने तपाईँहरूको दिमागमा स्टार्टिङमा के आउँछ? म्याडल्यान्ड ब्रिज आउँछ है त। भनेपछि रोशनको दिमागमा रेजिन बोन्डेड एफिडी भनेपछि म्याडल्यान्ड ब्रिज आउँछ। ठिक छ, अरू कसैकोमा रेजिन बोन्डेड प्रोस्थेसिस भन्न सर? ल भनेपछि रेजिन बोन्डेड प्रोस्थेसिस भन्न सर स्टार्टिङमा म्याडल्यान्ड है त। भनेपछि तपाईँहरूले ठिक छ ल यति। ल रेजिन बोन्डेड प्रोस्थेसिसमा चाहिँ सुरुमा 2-3टा कुरा बुझ्नुपर्ने भनेको चाहिँ जेनरली सोद्धाखेरि रेजिन बोन्डेड प्रोस्थेसिस भन्न छ। अब रेजिन बोन्डेड प्रोस्थेसिसमा के सिमेन्ट युज हुन्छ होला? GIC, जिङ्क फोस्फेट, ग्लास आइनोमर सिमेन्ट, रेजिन सिमेन्ट। रेजिन सिमेन्ट है त। भनेपछि नामै रेजिन बोन्डेड प्रोस्थेसिस छ। ल भनेपछि अघि नै मैले भनेको थिएँ रेजिन बोन्डेड रेजिन यदि हामी बोन्डिङ गरिरहेछौँ भने मोस्ट अफ द टाइम बोन्डिङ डेन्टिनमा बेटर हुन्छ कि नामेलमा? नामेलमा। जहिले पनि रेजिन बोन्डेड प्रोस्थेसिसमा प्रिपरेसन्स भनेको जहिले पनि कम्प्लिटली विदिन द नामेल हुन्छ। त्यो कुरा। थर्ड कुरा भनेको जेनरली हामी भन्दाखेरि म्याडल्यान्ड ब्रिज भनेर यसरी भन्छौँ है त। तपाईँहरूलाई अब 3टा क्वेसन्स तपाईँहरूले कमनली सुनिरहेको क्वेसन्स होला है त। एउटा कुरा भनेको अनि रेजिन बोन्डेड प्रोस्थेसिस जेनरली यसको छेउछेउमा हामी जुन रेजिन बोन्डेड प्रोस्थेसिस पनि मेसिङ टिथलाई नै रिप्लेस हुन्छ होइन। भनेपछि छेउछेउमा जुन टिथ हुन्छ नि त्यसलाई हामी रेजिन बोन्डेड प्रोस्थेसिसमा कसरी प्रिपेयर गर्छौँ? कम्प्लिटली 360 डिग्री प्रिपेरेसन गर्छौँ कि प्याराटल साइडमा मात्रै प्रिपेरेसन गर्छौँ कि कस्तो गर्छौँ? प्याराटल मात्रै प्रिपेरेसन गर्छौँ होइन। भनेपछि होइन रेजिन बोन्डेड प्रोसेसमा हामी प्याराटल मात्रै प्रिपेयर गर्छौँ, कम्प्लिटली गर्दैनौँ नि त। भनेपछि रेजिन बोन्डेड प्रोसेस मोस्ट अफ द टाइम कुन कन्डिसन्समा युज हुन्छ? अथवा चाहिँ हामी जस्तो कुन एज ग्रुपमा चाहिँ ल फिक्स दिन मिल्दैन त्यो भयो भने चाहिँ हामी ल अहिलेलाई चाहिँ आरपिडीमा अथवा रेजिन बोन्डेड प्रोसेसमा जाउँ भनेर हुन्छौँ नि होइन। जस्तो चाहिँ यङ पेसेन्ट्सहरूमा हामी युज गरेर हुन्छौँ है रेजिन बोन्डेड प्रोसेसलाई। ल अनि यो कुरा भयो। त्यसपछि अर्को कुरा भनेको रोचेट ब्रिज भन्ने सुन्नु भएको छ? रोचेट ब्रिज भन्न साथै स्टार्टिङमा तपाईँहरूको दिमागमा के आउँछ? ल ठिक छ। भनेपछि अब आयो म्याडल्यान्ड ब्रिज भन्न साथै स्टार्टिङमा दिमागमा के आउँछ? थर्ड भनेको भर्जिनिया ब्रिज। त्यो भन्यो भने दिमागमा के आउँछ? ल भनेपछि भर्जिनिया ब्रिज भन्न साथ स्टार्टिङमा रोशनको दिमागमा लस्ट साल्ट टेक्निक आउँछ। पर्फेक्ट है त। भनेपछि स्टार्टिङमा रोचेट ब्रिज भन्न साथ पनि पहिलो कुरा भनेको तपाईँहरूको दिमागमा एउटा इमेज हुनु पर्यो। सेकेन्ड कुरा भनेको म्याडल्यान्ड ब्रिजमा पनि एउटा इमेज हुनु पर्यो। थर्डमा भर्जिनिया ब्रिजमा पनि एउटा इमेज हुनु पर्यो। एमसिक्युज त्यसबाट भन्छ है त। जेनरली तपाईँहरूको लस्ट साल्ट टेक्निक कुनमा हुन्छ भनेर त्यो एउटा क्वेसन्स हुन्छ। इलेक्ट्रोलाइटिक इचिङ भनेर हामी कुनमा युज गर्छौँ भनेर त्यसमा क्वेसन्स हुन्छ। अथवा क्वेसन्स भनेको मेकानिकल, म्याक्रो मेकानिकल, माइक्रो मेकानिकल अथवा केमिकल है त। अब अहिलेको कन्टेक्स्टमा तपाईँहरूको जुन रोचेट ब्रिज आज हामी पढ्छौँ रोचेट ब्रिज अनि त्यसपछि अब म्याडल्यान्ड ब्रिज र भर्जिनिया ब्रिज त्यो 3टै कुरा भनेको युज हुँदैन कि। त्यसैले टर्म चाहिँ धेरैले म्याडल्यान्ड ब्रिज भनेर युज गरिरहेको हुन्छ। त्यो प्रिपरेसन डिजाइनको कन्सेप्ट भनेको चाहिँ त्यही हुनसक्छ। तर अझै चाहिँ हामी मेटलको हामीले प्रिपेयर गऱ्यौँ भने पनि कम्प्लिटली अहिले हामी मेटल प्राइमरहरू हुन्छ हामी रेजिन सिमेन्टले त्यो मेटल प्राइमरहरू यताउति युज गरेर त्यसरी बन्डिङ गर्छौँ क्या। अथवा तपाईँहरूले बुकमा हेर्नुभयो भने केमिकल एडेजन भन्छ त्यो हुन्छ कि। भनेको मतलब जुन रोचेट ब्रिजमा उसको मेकानिजम अफ रिटेन्सन एउटा जुन थियो अहिले हामी डिस्कस गर्छौँ तिनीहरू चाहिँ अहिले केही पनि युज हुँदैन है त। ल भनेपछि ल अब सिम्पली हेरौँ है एमसिक्युज पोइन्ट अफ भ्यूबाट फेरि एकचोटि रेजिन बोन्डेड एफडी भनौँ भनेपछि जेनरली यसरी यङ पेसेन्ट छ होइन जसमा चाहिँ जेनरली एफडी पनि गर्न मिल्दैन त्यस्तो केसमा चाहिँ हामी रेजिन बोन्डेड प्रोस्थेसिस एफडी युज गर्छौँ है त। यसको तपाईँहरूले डेफिनेसन्स हेर्नुभयो भने चाहिँ कस्तो हुन्छ त भन्दा चाहिँ फिक्स पार्शियल टेन्सन द्याट इज ल्युटेड टु द टुथ प्राइमरली इनामेल
प्राइमरीली इनामेल भनेको मतलब इनामेल भयो भने बेटर है त र मोस्ट अफ द टाइम चाहिँ इनामेलै हुन्छ कि किनकि हामी यसमा एक्सटेन्सिभ त्यति प्रिपरेसन गर्दैनौँ विच इज इज टु प्रोभाइड द माइक्रोमेकानिकल रिटेन्सन फर रेजिन ल्युटिङ एजेन्ट है त रेजिन उसको लागि चाहिँ हामीले त्यो इनामेललाई चाहिँ के गर्छौँ हामी इज गर्छौँ अब यहाँ इनामेललाई इज गर्दाखेरि पनि हामी के युज गर्छौँ फोस्फोरिक एसिड युज गर्छौँ है त के भयो एकछिन रेस्ट ब्रेक चाहिने हो क्याच भइरहेछ तपाईँलाई बुझ्यो भनेको क्याच भइरहेछ अनलाइन सबैलाई भइरहेछ नि है त्यस्तो के गाह्रो भएको त छैन ल है त दिस was दुई तिनवटा कुरा केलाई इम्प्यासेस दिने है त दिस कम्पोजिट रेजिन फिक्स डिड नट प्रोभाइड गुड टङ टु इम्प्रुभ द रोचेट ब्रिज होइन रोचेट भन्नेले पहिलाको समयमा चाहिँ सजेस्टेड युजिङ मेटल बेस्ड रेजिन बोन्डेड फिक्स डेन्टल प्रोस्थेसिस जुनमा चाहिँ विथ टु रिटेनर विङ फर द एन्टिरियर टुथ है त यसमा तपाईँले अब फर्स्टमा रोचेट ब्रिज भन्न साथ र टेपर्ड पिन होल भन्ने कुरा चाहिँ याद आउनुपर्छ क्या जस्तो अघि नै हामीले भर्जिनिया ब्रिजमा लस्ट साल टेक्निक भनेर भन्यौँ नि त्यस्तै तपाईँहरूको रोचेट ब्रिजमा चाहिँ होइन टेपर्ड पिन होल्स भन्ने कुरा चाहिँ एउटा दिमागमा हुनुपर्छ तपाईँहरूको ल त्यसपछि रोचेट ब्रिज पछि अर्को म्यारिल्यान्ड ब्रिज भनेर आयो होइन त्यसमा चाहिँ उनीहरूले इलेक्ट्रोलाइटिक इचिङ टेक्निक युज गर्यो क्या नन प्रेसियस मेटल एलोइज है त नन प्रेसियस मेटल एलोइज भनेको बेस मेटल एलोइज उसमा चाहिँ त्यसपछि यसमा भनेको चाहिँ माइक्रो मेकानिकल रिटेन्सन है त तपाईँले टर्म हेर्नुभयो भने रोचेटको केसमा चाहिँ म्याक्रो मेकानिकल रिटेन्सन थियो है म्यारिल्यान्डमा चाहिँ इलेक्ट्रोलाइटिक इचिङ भनेपछि माइक्रो मेकानिकल इलेक्ट्रोलाइटिक इचिङ भएर माइक्रो मेकानिकल रिटेन्सन त्यसपछि लास्टमा अहिलेको कन्टेक्स्टमा चाहिँ एडेसिभ फोस्फेट मोनोमर्सहरू होइन तपाईँहरूको एडिजनमा चाहिँ यति इम्प्रुभमेन्ट भयो कि अहिले चाहिँ रेजिन मेटल बोन्डिङ हुन्छ कि त्यसैले अघि न जस्तो तपाईँहरूको इलेक्ट्रोलाइटिक इचिङ पनि गरिँदैन अनि टेपर्ड पिन होल्स पनि गरिँदैन है त भनेपछि यसमा हामी अलिकति डेफमा ल तपाईँले बुकमा हेर्नुभयो भने चाहिँ क्लासिफिकेसन यसरी रोचेट ब्रिज म्यारिल्यान्ड ब्रिज र भर्जिनिया ब्रिज भनेर हुन्छ है त रोचेट ब्रिज भनेर चाहिँ पहिला यसरी पिन होल्स युज गर्थ्यो कि त्यसमा चाहिँ तपाईँहरूको के अरे जुन हामीले अरू रेजिनहरू युज गरिरहेको छौँ नि तिनीहरू रेजिन सिमेन्ट चाहिँ जेनरली युज गर्दैन थियो है त तर जुन रेजिन युज गर्थ्यौँ टेपर्ड भनेपछि तपाईँहरूको तलपट्टि चाहिँ तपाईँहरूको सानो पोर्सन हुन्थ्यो बाहिरपट्टि चाहिँ फ्लेड हुन्थ्यो कि त्यसले गर्दाखेरि चाहिँ त्यो मेकानिकल रिटेन्सन हुन्थ्यो कि चाहिँ रोचेट ब्रिज भन्न साथ टेपर्ड पिनहोल भन्ने कुरा यो पिक्चर चाहिँ तपाईँहरूको दिमागमा आउनु पऱ्यो कि है त यो पनि तपाईँहरूको पोस्टरियर्समा युज गरेको तर अब यसको नराम्रो पार्ट भनेको के त भन्दाखेरि त्यो माथिपट्टिको रेजिन ओभर द लङ रनमा चाहिँ तपाईँको निस्किन सक्छ होइन तपाईँको यो रफ सर्फेस भयो यसमा चाहिँ तपाईँको हाइजिन प्रपर मेन्टेन नहुन सक्छ नि त त्यो चाहिँ यसको प्रब्लम भयो कि भनेपछि रोचेट ब्रिज अहिले हामी तपाईँहरूले काहीँ पनि युज गरेको देख्नुहुन्न कि तर ओभर द पिरियड अफ डेभलपमेन्टमा चाहिँ त्यो बेलामा चाहिँ स्टार्टिङमा चाहिँ यसरी रोचेट ब्रिज भनेको जुन 1973तिरको कुरा थियो कि पर्फोरेटेड मेटल कास्टिङ भनेपछि अब तपाईँहरूले यो दिमागमा भइसकेपछि भोलि क्वेसन्स हुँदाखेरि डिफ्रेन्ट टर्महरू युज हुनसक्छ टेपर्ड पिन होल्स भनेर भन्न सक्छ अथवा चाहिँ यसरी पर्फोरेटेड मेटल कास्टिङ्सहरू है चाहिँ रोचेट भनेपछि तपाईँहरूको दिमागमा त्यो भन्नु पर्यो अथवा चाहिँ कास्ट पर्फोरेटेड रेजिन बोन्डेड फिक्स डेन्टल प्रोस्थेसिस होइन जुनमा चाहिँ मेकानिकल रिटेन्सन यसमा चाहिँ तपाईँहरूको अड्काइरहेको छ नि त टेपर्ड पिन होल भएर है त यो भनेको चाहिँ रोचेट ब्रिज भयो ल यसरी हुन्छ तपाईँहरूको छेउछेउको नादमा प्रिपेयर गरेको हुन्छ अनि यसरी तपाईँको कास्ट उसमा विङ्स बनाएको हुन्छ ल म्यारिल्यान्ड ब्रिज भनेको चाहिँ अब अहिले डेफ्थमा नजाने यसमा चाहिँ इलेक्ट्रोलाइटिकली इज गरेको हुन्छ कि यसमा भनेको चाहिँ यो भनेको चाहिँ माइक्रो मेकानिकल रिटेन्सन है त इज कास्ट रेजिन बोन्डेड अघिनको चाहिँ तपाईँहरूको पर्फोरेटेड थियो यो चाहिँ इज्ड थियो कि भनेपछि इज भनेपछि तपाईँहरूले बुझ्नु पऱ्यो के त भन्दाखेरि म्यारिल्यान्ड ब्रिज है त यो केसमा चाहिँ तपाईँहरूको इज गरेको हुन्छ छेउछेउको मेटल विङ हुन्छ नि त्यसमा चाहिँ तपाईँहरूले होल्स बनाएको हुँदैन इज गरेको हुन्छ ल यसको नाम चाहिँ म्यारिल्यान्ड भनेर युनिभर्सिटी अफ म्यारिल्यान्डमा चाहिँ थम्सन एन्ड लिबर्टिज उनीहरूले डेभलप गरेको हुनाले यसको नाम चाहिँ दियो भयो त अब यो 2 स्टेप्स यिनीहरू त्यति डेफ्थमा जानु परेन अब यो भनेको चाहिँ टेक्निक सेन्सिटिभ भयो होइन इचिङको लागि एसिड्सहरू युज भइरहेको हुन्छ ल्याब डिपेन्डेन्ट भयो भेराइज विथ मेटल टाइप्स होइन प्रोन टु कन्टामिनेसन क्यानट बी डन विथ नोबल मेटल एलोइजमा चाहिँ यो गर्न मिल्दैन थियो है त नोबल मेटल एलोइज तपाईँहरूको अर्को बेस मेटल एलोइज हुन्छ नोबल मेटल एलोइजमा चाहिँ नोबल मेटल्सहरूको कम्पोनेन्ट्सहरू बढी हुन्छ है त भनेपछि यो भनेको सेकेन्ड भनेको त्यो भयो
थर्ड भनेको भर्जिनिया ब्रिज भयो है त। यसमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ त भन्दा चाहिँ एउटा क्युबिक साल्ट्सहरू व्याक्स प्याटर्न बनाउने, त्यो व्याक्स प्याटर्नमा चाहिँ तपाईँले क्युबिक साल्टहरू यो डाइमेन्सनको 145 to 250 माइक्रोमिटर्सको राखिदिने। पछि वास गर्दाखेरि साल्ट वास हुन्छ, तर त्यो साल्टको इन्डेन्टेसन हुन्छ नि त, त्यो चाहिँ तपाईँको व्याक्स प्याटर्नमा रहिरहन्छ है त। यो पनि माइक्रोस्कोपिक मेकानिकल रिटेन्सन। अघि नै हाम्रो फर्स्टको भनेको मेकानिकल रिटेन्सन भनेको थियौँ, त्यसपछि भनेको माइक्रोस्कोपिक मेकानिकल रिटेन्सन भनेको थियौँ, यो भनेको म्याक्रोस्कोपिक मेकानिकल रिटेन्सन। ल यो चाहिँ म्याक्रो। त्यसपछि अहिले भनेको चाहिँ अब बुकमा के लेखेको छ त भन्दाखेरि वेल रिसर्च्ड एन्ड टेस्टेड रेजिन सिमेन्ट फर डाइरेक्ट एडेजन टु मेटल सर्फेस ह्याभ नाउ कम्प्लिटली सप्लान्टेड मेटल इचिङ एज रिटेन्सन मेकानिजम। भनेपछि अहिले भनेको हामी त्यो पहिला जुन एउटा रोचेट, मेरील्यान्ड र भर्जिनिया भनेर जुन हामी पढ्यौँ त्यो अहिले हुँदैन। अचेल चाहिँ हामी सिम्पल मेटल हुन्छ हैन, त्यसलाई नै हामी अचेल अहिलेको चाहिँ जुन एडिसन हुन्छ नि मेटल प्राइमरहरू यताउति, तिनीहरूले गर्दाखेरि चाहिँ रिटेन्सनको लागि तिनीहरू हामी त्यो मेकानिजमहरू अरूहरू युज गर्नु पर्दैन कि। अहिलेको लागि चाहिँ हामीलाई चाइनिज रिटेन्सन त्यसरी रेजिन सिमेन्टबाटै आउने भएको हुनाले है त मेटल प्राइमरहरू हुन्छ। त्यसको लागि चाहिँ अहिले सिम्पल विङ प्रिपरेसन बनाएको हुन्छ। हामी यसरी बुकमा हेर्नु भयो भने तपाईँहरूले सिलिङ बोर्डबाटै लिएको केमिकल बोन्डिङ रेजिन बोन्डेड फिक्स्ड डेन्टल प्रोस्थेसिस अथवा एडेजन ब्रिजेस भनेर। भनेपछि यहाँसम्म आउँदाखेरि अब अघि नै क्वेसन फेरि रिपिट गरौँ त। भनेपछि रोचेट ब्रिज भन्न चाहिँ तपाईँहरूको दिमागमा फर्स्टमा के आउनु पर्यो, टेपर्ड पिनहोल्स अथवा चाहिँ नि पर्फोरेटेड कास्टिङ जुन छेउछेउमा विङ्सहरू चाहिँ पल परेको है त, त्यो आउनु पर्यो। सेकेन्डमा मेरील्यान्ड भन्दा चाहिँ तपाईँहरूको दिमागमा इलेक्ट्रोलाइटिक इचिङ आउनु पर्यो है त। अनि थर्ड कुरा भनेको तपाईँहरूको लस्ट साल टेक्निक, भर्जिनिया ब्रिज भन्दा साथ लस्ट साल टेक्निक भनेर आउनु पर्यो। त्यो भनेको बुझ्नुभयो नि है, छेउछेउमा विङ्स बनाउनुहुन्छ, त्यसमा चाहिँ तपाईँहरूले त्यो स्पेसिफिक डाइमेन्सन्सको साल्ट्सहरू एड गरे हुन्छ, पछि त्यसलाई वास गर्दाखेरि चाहिँ तपाईँहरूको त्यो साल्ट वास भएर जान्छ। त्यो भयो त भनेपछि यहाँसम्म अनि अहिले युज हुने भनेको चाहिँ केमिकल बोन्डिङ रेजिन बोन्डेड फिक्स्ड डेन्टल प्रोस्थेसिस अथवा एडेजन ब्रिजेस है त। भनेपछि फर्स्टको रोचेट ब्रिज भनेको मेकानिकल रिटेन्सन थियो, त्यसपछि आएर माइक्रो मेकानिकल जुन इचिङ गरेको माइक्रो मेकानिकल थियो, त्यसपछि आएर जुन लस्ट साल टेक्निक माइक्रो मेकानिकल थियो, अहिलेको चाहिँ केमिकल बोन्डिङ भयो है त। जुन एडेजन ब्रिजेसहरू भनेर छ नि त्यो चाहिँ केमिकल बोन्डिङ भयो। ठिक छ, यहाँसम्म ठिक छ। भनेपछि यो भएको एडभान्टेज भनेको चाहिँ रिड्युस्ड कस्ट होइन। अब सबै कुरा इनामेलमा भइसकेपछि प्रिपरेसन्स भनेपछि एनेस्थेसिया पनि चाहिँदैन, मार्जिन्सहरू पनि सुप्राजिन्जाइबल हुन्छ, मिनिमल टु प्रिपरेसन एकदमै कन्जर्भेटिभ भयो होइन, पल्पल ट्रमा पनि हुँदैन होइन। अनि इम्प्रेसन मेकिङ जहिले मार्जिन माथि भइसकेपछि इम्प्रेसन मेकिङ हुन्छ। अनि जहिले पनि इनामेलमै भइसकेपछि इन्टरिम रेस्ट्रेसन्स पनि जेनरली चाहिँदैन कि। चियर साइड टाइमदेखि लिएर सबै कुरा हुन्छ। यसलाई पछि कन्भर्टेबिलिटी हजुरले तपाईँहरूले यसलाई पछि गएर होइन कन्भेन्सनल फ्रेममेट एफिड्युसमा जान्छु भने त्यो पनि गर्नु मिल्छ होइन। अनि मार्जिन सुप्राजिन्जाइबल सबै भइसकेपछि सफ्ट टिस्यु रेस्पोन्स पनि बेटर हुन्छ। यो चाहिँ डिसएडभान्टेज हो है त। एउटा भनेको चाहिँ अलाइनमेन्ट करेक्सन गर्न मिल्दैन क्या यसबाट। यदि दुईवटा दाँतहरूको अलाइनमेन्ट स्लाइटली डिफ्रेन्स छ भने चाहिँ त्यो बेलामा चाहिँ यो के अरे एफिडी रेजिन बोन्डेड एफिडीबाट चाहिँ अलाइनमेन्ट करेक्सन गर्न मिल्दैन है त। यो चाहिँ यसको डिसएडभान्टेज हो। अनि लन्जेभिटी भनेको पनि एकदमै लङ टर्म भनेर हामीले पेसेन्टलाई गर्दाखेरि पनि पछि चाहिँ के अरे अरू कुनै मेथड्समा जानुपर्छ। अब जेनरली यङ पेसेन्ट्सहरूमा चाहिँ रेजिन बोन्डेड एफिडीजहरू हामी गरेर हुन्छौँ, पछि गएर आइदर एफिडी अथवा चाहिँ तपाईँहरू इम्प्लान्टमा जानुपर्छ भनेर हुन्छ है त। सपोज होइन एउटा 11 इयर्सको पेसेन्ट आयो है त, जेनरली अप्पर सेन्ट्रल इन्साइजर्स भनेको कति वर्षमा इरप्ट हुन्छ? अप्पर सेन्ट्रल इन्साइजर्स 7 to 8 इयर्स है त। भनेपछि एउटा 11 अथवा 12 इयर्सको पेसेन्ट आयो अनि अगाडिको सेन्ट्रल इन्साइजर चाहिँ उसको ट्रमाले अथवा केही कुराले गर्दाखेरि गयो, उसको पेसेन्टले चाहिँ ल अब इम्प्लान्ट गरौँ भनेर आयो भने त्यो 12 इयर्सको अथवा 14 इयर्सको पेसेन्ट्समा तपाईँहरूले इम्प्लान्ट गर्न मिल्छ। यदि पेसेन्टले चाहिँ होइन जति परे पनि आई एम विलिङ टु पे होइन, तर मलाई चाहिँ फिक्स चाहियो इम्प्लान्ट गराउन भन्यो भने इम्प्लान्ट गर्न मिल्छ होला कि मिल्दैन होला? मिल्दैन है त। किन मिल्दैन भनेपछि ग्रोथ कम्प्लिटमा आउँदैन। सपोज तपाईँले ल अहिले इम्प्लान्ट गरिदिनु भयो अरे है त, भनेपछि अहिले तपाईँले टक्क इन्साइजल प्लेनहरू सबै कुरा मिलाएर तपाईँले गरिदिनु भयो भने त्यो पेसेन्ट भोलि गएर 20-22 इयर्समा के हुनसक्छ, उसको दाँतहरू अरूहरू त सबै इरप्ट भइरहेको हुनसक्छ होइन, ग्रोथहरूले गर्दाखेरि त्यो चाहिँ इन्फ्राअक्लुजनमा जान्छ कि है त। भनेपछि यङ पेसेन्टमा इम्प्लान्ट गर्न हुँदैन, यति चाहिँ थाहा पाउनु पऱ्यो है ल। जेनरली यसको के अरे जेनरली यसको कन्ट्राइन्डिकेसन्स भन्यो भने चाहिँ एक्सटेन्सिभ क्यारिज छ होइन, पेसेन्टको हाइजिन प्रपर छैन भने है त। निकल सेन्सिटिभिटी, अब मेटल युज हुने भएन कहीँ पेसेन्टमा निकल सेन्सिटिभिटी छ भने उसमा पनि गर्न पाइँदैन। डिप भर्टिकल ओभरबाइटको केसमा होइन, अनि स्पेसली प्याराफङ्सनल ह्याबिटको केसमा पनि गर्न मिल्दैन। र लङ लेन प्लस स्पानको केसमा पनि हामी जेनरली यसलाई गर्न मिल्दैन है त। अनि मैले अघि नै पनि भनेको थिएँ
चाहिँ रेजिन भन्न सक्छ बोन्डिङमा डिपेन्ड गर्ने भएनाले यदि सबस्ट्रेट इनामेल सफिसियन्ट छैन अथवा त्यस्तो राम्रो क्वालिटीको छैन भने त्यो बेलामा पनि हामीले गर्न मिल्दैन ल। अब अर्को एउटा जस्तो यसमा चाहिँ ल्याटरल इन्साइजरलाई तपाईँहरूको सेन्ट्रल इन्साइजरबाट रिप्लेस पहिला चाहिँ छेउछेउको दुईवटा दाँतमा यसरी विङ गरेर गरिन्थ्यो पहिला है त। अहिले चाहिँ कन्सेप्ट चेन्ज भएको छ है। किन कन्सेप्ट चेन्ज भएको छ भन्दाखेरि तपाईँहरूको जहिले पनि टिथहरूको मोबिलिटी डिफ्रेन्स हुन्छ क्या अगाडिदेखि पछाडिसम्म जाँदाखेरि। यदि तपाईँहरूको यो एउटा दाँतमै सपोज यो दाँत र यो दाँतमा दुइटैमा तपाईँहरूले यसरी बोन्डिङ गर्नुभयो भने बाइचान्स तपाईँहरूको कुनै एउटा दाँतमा बोन्डिङ फेलियर भयो भने पनि अर्को एउटा दाँतमा त बोन्डिङले गर्दाखेरि त्यो त अड्किरहेको हुन्छ कि। तर तपाईँहरूको जुन यतापट्टिको साइडमा जहाँ बोन्डिङ फेलियर भएको हुन्छ नि त्यहाँ सेकेन्डरी क्यारिज भइरहन्छ कि है त। त्यो चाहिँ वान अफ द डिसएडभान्टेज हो है। त्यसको त्यसले पिरियोडिक फलोअपमा त्यो चाहिँ चेक गरिराख्नुपर्छ है। त्यसैले अहिले भनेको चाहिँ मोस्ट अफ द टाइम भनेको चाहिँ सिङ्गल टुथलाई नै लिइन्छ, अझ चाहिँ दुईवटा टुथलाई चाहिँ लिइँदैन। तपाईँले यो पिक्चरमा हेर्नुभयो भने पनि यहाँनिर चाहिँ यो बोन्डिङ फेलियर छ क्या यसमा हेर्नुभयो यो ठाउँमा है त। यो ठाउँमा चाहिँ पछि तपाईँहरूको अब यसले गर्दाखेरि पनि निस्किँदैन कि यतापट्टिको बोन्डिङ हुँदैन। त्यो हिसाबले जेनरली अझ चाहिँ दुईवटा दाँतमा भन्दा पनि एउटा दाँतमा मात्र विङ बनाएर गरिन्छ है त। अहिले चाहिँ यसमा चाहिँ कन्सेप्ट स्लाइटली चेन्ज भएको छ है त ल। One of the most frequent and dreaded complications with the two retainer resin bonded FPDs with a metal framework was unilateral debonding of one retainer wing, which are often not noticed by patient or even ignored. Okay, पेशेन्टलाई थाहा भयो भने पनि अब अड्किरहेछ भनेर पेशेन्ट नआउने त्यो भएको हुनाले चाहिँ यो चाहिँ वान अफ द मोस्ट कम्प्लिकेसन्स है त। भनेपछि अहिले चाहिँ जेनरली हामी केमा जान्छौँ त भन्दाखेरि सिङ्गलमा गइरहेको हुन्छौँ ल। त्यसको स्पेसिफिक प्रिपरेसन्सहरू छ त्यो चाहिँ तपाईँहरूलाई अहिले चाहिँदैन एमसिक्युज पनि है। लाई चाहिँ म एउटा उसबाट निकालेको यसरी जेनरली हामी दुईवटा दाँतलाई रिप्लेस लोवर एन्टिरियर्सहरूमा पनि गरिरहेको हुन्छ है त। स्लाइट एमाउन्ट अफ टुथ प्रिपरेसन्स गरेको छ यसमा होइन। जस्तो तपाईँको प्रोस्थेसिसहरूलाई चाहिँ तपाईँको यस्तै दुईवटा मेटल विङ हुन्छ नि त्यसमा चाहिँ हामी के गर्छौँ त प्रिट्रिटमेन्ट अफ द प्रोस्थेसिस यो ठाउँमा चाहिँ तपाईँहरूले मेटललाई पहिला स्यान्ड ब्लास्टिङ गरेको हुन्छ होइन। त्यो अनुसारले चाहिँ तपाईँहरूको अब यो चाहिँ यदि प्रेसियस मेटल र नन प्रेसियस मेटल अनुसार पनि प्राइमर्सहरू चाहिँ डिफ्रेन्ट हुन्छ कि। तपाईँले टुथ स्ट्रक्चरलाई चाहिँ तपाईँले अरू मेटल प्रोसेसलाई चाहिँ स्यान्ड ब्लास्ट गर्नुभयो त्यसमा चाहिँ टुथ स्ट्रक्चर इनामेलमा चाहिँ फेरि तपाईँले के गर्नुहुन्छ त भन्दा चाहिँ हाइड्रोफ्लोरिक एसिड युज गर्नुहुन्छ होइन। त्यसपछि बोन्डिङ एजेन्टहरू लगाउनुहुन्छ। त्यसपछि तपाईँले चाहिँ यसमा रेजिन सिमेन्ट युज गरेर सिड गरेर राख्नु भएको हुन्छ है त। भनेपछि लाइट केयर गर्नुहुन्छ भनेपछि यसमा तपाईँले अल्मोस्ट हामी रोसेट म्यारिल्यान्डको जस्तो तपाईँले मेटललाई पनि पहिला इचिङ गर्ने केही पनि गरिरहेको छैन नि त। जसले म्यारिल्यान्ड टर्म युज गरिरहेको हुन्छ है। तर मेरो पर्सनल विचारमा चाहिँ म्यारिल्यान्ड भन्ने टर्म चाहिँ मिसनोमर जस्तो भयो किनकि त्यो हामी त्यो प्रपर पहिला जस्तो तर डिजाइन चाहिँ उस्तै उस्तै भएको हुनाले त्यसरी चाहिँ भन्न मिल्छ। त्यो जेनरली चाहिँ अहिले चाहिँ हामी जेनरली रेजिन सिमेन्टले सिधै गरेर हुन्छ है त। जेनरली यसरी त्यो चाहिँ मोस्ट अफ टाइम लोवर एन्टिरियर्सहरूमा अथवा चाहिँ ल्याटरल इन्साइजर्सहरू कन्जेनिटली मिसिङ छ जस्तो यङ पेसेन्टहरूमा त्यस्तो त्यस्तो त्यसमा चाहिँ हामी के गरेर हुन्छौँ त रेजिन बोन्डेड प्रोस्थेसिसहरू हामी युज गरेर हुन्छौँ ल। अब क्यान्टिलिभर प्रोस्थेसिस है त। अस्ति पनि मैले भनेको थिएँ क्यान्टिलिभर जेनरली हामी चाहिँ के गर्छौँ त भन्दाखेरि एभोइड गर्छौँ है क्यान्टिलिभर। तर जेनरली ल्याटरल इन्साइजर्सहरू रिप्लेस गर्दाखेरि कहिले हामी क्यान्टिलिभर युज गरेर हुन्छौँ। म्यान्डिबुलर पोस्टिरियर्स प्रिमोलारको केस र मोलार केस पनि गर्न मिल्छ तर सकेसम्म एभोइड गर्ने है त। क्यान्टिलिभर भनेपछि अस्ति नै पनि मैले भनेको थिएँ त्यसले के गर्छ फोर्स म्याग्निफाई गर्छ है। जेनरली यसरी ल्याटरल इन्साइजर्स मिसिङ छ भने चाहिँ हामी अब ल्याटरल इन्साइजर मिसिङ छ भने सेन्ट्रल र क्यानाइनमा चाहिँ कुन चाहिँ बेटर एबटमेन्ट भन्यो भने चाहिँ क्यानाइन हुन्छ है त। किनकि त्यसको रुटको कन्फिगुरेसन्सले रुटको लेन्थ सबै कुराले गर्दाखेरि चाहिँ जेनरली हामी क्यानाइनलाई लिएर हुन्छौँ है। ल एउटा क्वेसन छ इनर सर्फेस अफ द सेरामिक पिनियर इज इज विथ भन्यो भने चाहिँ 5% फ्लोरिक एसिड कहीँ तपाईँले कुनै क्वेसन्समा 10% अथवा 9% पनि हुन्छ त्यो चाहिँ डिपेन्ड्स है त। यो चाहिँ नेपालमा पाउने चाहिँ एक्ज्याक्टली हामीले युज गर्ने चाहिँ 10 जस्तो लाग्छ मलाई चाहिँ है त। तर बाहिरतिर चाहिँ सायद 5% हाइड्रोफ्लोरिक एसिड पनि एभाइलेबल छ जस्तो। तर 5% र 10% भयो भने कुरा उही हो। र तपाईँहरूको 5% र 10%मा चाहिँ कुन चाहिँ बढी कन्सन्ट्रेटेड भयो जुन चाहिँ बढी कन्सन्ट्रेटेड हुन्छ नि त्यो अनुसार म्यानुफ्याक्चर इन्स्ट्रक्सन हेरेर टाइम चाहिँ फरक हुन्छ
दुईटा युज गर्यो भने पनि है त द इन्ट्राइनामेल डेप्थ प्रिपरेसन इन द पोर्सलिन ल्यामिनेट भिनियर इज नयाँ क्वेसन्स 0.5 mm है लस सार्ट टेक्निक इज युज टु फेब्रिकेट है त अनि पोर्सलिन ल्यामिनेट भिनियर्स म्यारील्यान्ड ब्रिज म्याक्सिमली गेट रिटेन्सन थ्रु B. A. Composition. भनेपछि अघिनको स्टेप्सहरूलाई फेरि एकचोटि राख्ने अनि अप्सनसँगै हेर्ने है त भनेपछि तपाईँहरूले जहिले पनि यसरी ल्यामिनेट भिनियर्स गर्दाखेरि चाहिँ जेनरली दुईटा भागमा डिभाइड गर्नु एउटा भनेको चाहिँ प्रोस्थेसिसलाई हामी के प्रिपेयर गर्छौँ अर्को भनेको चाहिँ दाँतमा हामी के गर्छौँ प्रोस्थेसिस आइसकेपछि हामी स्टार्टिङमा हाइड्रोक्लोरिक एसिड इचिङ गर्छौँ हैन अनि त्यसपछि भनेपछि एसिड इचिङ भयो त्यसपछि हामीले के गरेको थियौँ त्यसमा साइलिन एप्लिकेसन गरेको थियौँ नि त हैन साइलिन एप्लिकेसन अब सी पनि हुन्थ्यो तर त्यसमा चाहिँ रेजिनको कुरा गरेको छैन कि है त ल त्यही भएर चाहिँ ए है त त्यसपछि रेजिन्स पनि युज गरेको थियौँ यतापट्टि टुथमा चाहिँ हामीले फोस्फोरिक एसिड युज गरेको थियौँ है त बोन्डिङ एजेन्ट युज गरेको थियौँ यस्तो हुन्छ ल एसिड इचिङ अगाडि गर्ने त्यो भयो त्यो मतलब त्योसँग मतलब भएन साइलिनाइजेसन चाहिँ एउटा के अरे गेट्स रिटेन्सन थ्रु भनेको छ नि त चाहिँ स्टेप्सको कुरा गरेको छैन नि त तर यसमा चाहिँ साइलिनाइजेसन मिसिङ भएको हुनाले The resin coated bridge advantage of alignment correction हुँदैन हैन longevity को कुरा ground cement गर्ने हुँदैन त्यसले चाहिँ minimum implications at present treatment planning is treatment planning is active भनेको treatment planning प्लानिङ के गर्नु भनेको है त जस्तो अस्ति पनि हामीले डिस्कस गरेका थियौँ एकदमै लङ स्पान केस चाहिँ हामीले ट्रान्सफर है त्यसबाट क्वेशन्स बन्यो भने ग्राउन्ड लाउने सेट आइडियल ग्राउन्ड लाउने सेट कति हुन्छ आइडियल ग्राउन्ड रेसियो भनेको optimum ideally optimum र minimum ideally optimum र minimum ल त्यसले भनेपछि एउटा suppose भनेपछि त्यसको म्याथ साइन्स एन्ड म्याथमेटिकल लाइक स्ट्रक्चर्स भनेको के भयो ग्राउन्ड डाउन यो भनेको चाहिँ 0.5 अब यो केसमा तिमीले ग्राउन्ड डाउन रेशियो कुरा गर्दाखेरि ग्राउन्ड डाउन भनेको क्यान्डिडेट साइन्स चाहिँ क्लिनिकल ग्राउन्ड भनेको के हो एनाटोमिकल ग्राउन्ड भनेको के हो डराउनु पर्दैन स्पेशल एनाटोमिकल ग्राउन्ड र क्लिनिकल ग्राउन्ड तिमीले भनेको वाइड भनेर कुनै स्ट्रक्चर around maybe भएको चाहिँ बेटर ग्राउन्ड यति भएको बेटर गरेको भनेपछि 1:1 भनेको आइडिया हो Like 5 minutes break. This is